अंबो कंट्री कपर कनपियारू कपल बासे भूतारू कंट्री कपर कनपियारू कपर बासे भूतारू हुत्तारे हुत्तारे हुत्तारे। महाराज जी हाम्रो 5 भाइ छोरा 5 भाइ मध्येमा जेठाको बिहा नगरिकन अरूको बिहा गर्दा के हुन्छ होला? अंबो कंट्री कपर कनपियारू कपर बासे भूतारू। बड़ा लड़का को शादी नहीं करने से दूसरा को शादी करने से सब दुल्हन लोग पहले चली जान्छ। हैन बाबा, जेठो छोरा मान्दैन अरूको बिहा नगरी भएन, केही न केही उपाय त निकाल्नुस्। जो 4 लड़का को शादी करने को दिल से आत्मा से प्रेम से रहर करिरहेको छ शादी के बाद, लेकिन बड़ा लड़का को शादी नहीं करने से दूसरा लोग को शादी करने से भगवान बहुत तंग में दिल में छटपट करके भगवान को बहुत तंग आता। सब काम दूर करने के लिए बाबा जी एक बूटी के बाद वो बूटी को तामी के ताबीज में बंदी करके तुम लोग की कलाई में बांध देंगे। तामी के ताबीज बंदी करके कला में बांध देने से तुम लोग का दुश्मन तुम्हारे पैर के नीचे आ जाएगा। ओ मैले किन बोलाको? एउटा टेन्सनको कुरा छ। के कुरा छ? टेन्सन? कस्तो टेन्सन भाइ? कुरा के हो? कपाल फुलेर सेतै भइसक्यो। कपाल फुल के भयो? कम्मर देखेर ढाडतिर सरिसक्यो हाम्रो। आफू त झन् सबभन्दा कान्छु भाइ। कपाल फुले त केही हुँदैन थियो, झरिसक्यो यहाँ। आफ्नो पनि यहाँ 19 वटा दारी फुलिसक्यो। हो, त्यही भएर बोलाको। हामी बुढो भइसक्यौँ, छिप्पिसक्यौँ। महिला यो दुनियाँमा हाम्रो बिहा होला जस्तो छैन। अब हामी पहिलो लुगा लाउँ, खरानी दलाउँ, कमण्डलो बोकौँ, चिम्टा टै टै गरौँ, जोगी हौँ जाउँ। किन लाउने हामीले पहिलो लुगा? पहिलो लुगा त त्यही जेठादारी लाओस् न, हामी त सुट लाएर बेहुला भएर जानुपर्छ। उहाँ बाले भने पहिला जेठादाईको बिहे नगरिकन कसैको नि बिहे गर्नु हुँदैन रे, ज्योतिषले भने अरे। त्यो ज्योतिष त हिन्दी फिल्मको भिलेन जस्तो रहेछ। जेठो छिप्पट दाइले जिन्दगीभर बिहा गर्दैन, हामी पनि जिन्दगीभर बिहा नगर्ने, त्योसँग सती जाने। अब यसो गरौँ, हामी सबैले एकवटा लभ गरौँ केटी, अनि भगौँ। यसरी बिहे कुरेर हुँदैन। लभ गर्नु त खोज्यो नि, अहिलेसम्म एउटै केटीले पत्याएन। एकान्त कि तँलाई पत्याए? कसले पत्याउनु हो नि? साइड त खेलेको हो नि। कसैले बाल गर्नु। हाम्रो कर्ममा लभ गर्न लेखाएर रहन्छ। हेर साइला, अब हामीले धेरै ट्राई गरिसक्यौँ, केही लागेन। मागेर भए नि बिहे गर्नुपर्छ। हो, वास्तवमा हामी ह्यान्डसम पनि छैनौँ, कोही केटीले लभ पनि गर्दैनन् हामीलाई। हामीले बिहा गर्ने भनेको मागेरै गर्ने हो, होइन त कान्छा? हो, यो तालले चाहिँ बिहा होला छैन। आज बाउसँग चाहिँ राम्ररी कुरा गर्नु पर्यो। त्यही त, दाईको बिहे नगरिकन भाइको बिहे हुँदैन भन्ने कुरा कुन शास्त्रमा लेखेको छ? आज गएर बाउलाई सोधौँ। हो, सोधौँ। कुन शास्त्रमा लेखेको छ? समाजशास्त्रमा लेखेको छ कि विज्ञान शास्त्रमा लेखेको छ कि अर्थशास्त्रमा लेखेको छ? डराउनु पर्दैन। ओंकारं बिन्दुं संयुक्तं नित्यं ध्यायन्तीं योगदं कामदं मोक्षदं चैमं ओंकारायै नमो नमो। बाप भाइ, आज बिहेको छिरोफारो नगरी भएन बासँग आज। दाईको बिहे नगरिकन भाइको बिहे गर्नु हुन्न भनेर कुन शास्त्रमा लेखेको छ? अर्थशास्त्रमा लेखेको छ कि समाजशास्त्रमा लेखेको छ कि विज्ञान शास्त्रमा लेखेको छ कि त्यसै बाबा इतिहासमा लेखेको छ कि? के गर्ने त बाबु, तिमीहरूको बिहा नहोस् भन्ने हामीले चाहेका होइनौँ। जुन चाहिँ ज्योतिषलाई देखायो भने त्यसै भन्छ। आज पनि मद्रासी ज्योतिषले त्यही भन्यो। यदि दाजुको बिहा नगरिकन तिमीहरूको बिहा गर्यो भने तिमीहरू चारैवटीको श्रीमती पहिले जान्छन् रे। कोही पनि घर गरेर खाँदैनन् रे। अब के गर्नु? जाऊ आफ्नो दाजुलाई मनाएर आओ। उसले मान्यो भनेदेखि 5-6 जनाको बिहा एउटै लगनमा गरिदिउँला। त्यो ठुल्दाले बिहा गर्दैन आमा। जहिले पनि बिहाको कुरा गर्यो भने आल्टाल आल्टाल मात्रै गर्छ।
बरु आमा त्यो अस्ति 4 दिदीबहिनी भएको घरबाट कुरा आएको छ भने हैन हामी 4 दाजुभाइलाई त्यही खुजुर बिहा गर्दिन न भइहाल्छ नि हैन दाइ तिमीहरूको मात्र बिहा गरेर हुन्छ दाइको बिहा गर्नु पर्दैन गर्दैन त्यो छिपट भइसक्यो त्यसलाई कुर्दा कुर्दा हामी पनि बुढा हुने बेला भइसक्यो पुच्छर भएको भए बोका जस्तो हुन्थ्यौँ त्यही त त्यो छिपटसँग कुराकानी गर्नु पर्यो नि आज फोन गरेर भए पनि त्यसलाई बोलाएर यो बिहेको छिनोफानो गर्ने पर्यो ल आमा हामी गयौँ है फोन होइन तपाईँ सबै कुरा गर्दाखेरि बोल्नुहुन्छ जवाब दिनुहुन्छ यो बिहेको कुरा गर्दाखेरि तपाईँ किन बोल्नुहुन्न किन जवाब दिनुहुन्न तपाईँ ओ मिस्टर हुतुतु के हुतुतु गरेर तपाईँले बिहे गर्नुहुन्छ भनेर यति राम्री छोरी पाएर राखेको कहिले बिहे गर्ने भन्नुहोस् त यो आउने असारमा कि मङ्सिरमा बिहेको कुरा गरेको त बोल्दै बोल्दैन म छोड्दिनँ ज्यान गए पनि छोड्दिनँ बरु गङ्गटाले समात्यो भने छोड्ला तर हामीले समाति मन त छोड्दिनँ भन कहिले बिहा गर्छौ ओ छिपटज्यू खाना खानुभयो त खाएँ रायोको साग पकाएको त्यसको झोल र भात खाएको एकदम मिठो हो भनेको तरकारी के नि बेलुका भात नखाने बेलुका भात खाने मोटो आउँछ 2टा रोटी र 1 गिलास दुध खाने अनि बिहेको कुरा के भने कहिले गर्ने बिहेको कुरा गरे कि फेरि हुतुतु ल एक्सपर्ट भाइ तपाईँको गाउँबाट फोन आएको थियो बिहेको कुरा गर्नु छ रे तुरुन्तै आउनु रे बिहेको कुरा गर्न तुरुन्तै आउनु रे ए मम्मी ए ड्याडी हेर्छु न कस्तो मेसेज आएको उसले त अर्कैसँग बिहा गर्न जान लाग्यो जस्तो छ बिहेको कुरा गर्नु त हामी पनि जानु पर्ला जस्तो यो हुतुतुले धोका देला जस्तो अर्को कुरा त भन्नै बिर्सेछ तपाईँको बुवा बिरामी हुनुहुन्छ अरे तपाईँ तुरुन्त घर जानुहोस् रे बुवा बिरामी हुनुहुन्छ अरे ओहो उसले त म त घर जानु पर्यो त बा बिरामी हुनुहुन्छ भनेर बिहेको कुरा गर्न जान लाग्यो जस्तो छ होइन हामी पनि सँगै जानुपर्छ यो हुतुतुले धोका देला जस्तो त्यही त ड्याडी उसले अर्कोसँग बिहा गर्ने मैले के गर्ने म त उसँगै जान्छु ल कति काली भएर बस्नु सबले काली काली भनेर गाउँभरि हल्ला गर्थे कुछुले किन हाल्नुपर्छ लाठी ओहो छिप्पर दाइल त ल्या दोस्त ए माइलो दाइ ए साइलो दाइ के भो हाम्रो छिप्पर दाइ हेर्नु त भाउजू लिएर आएछ डेढामा ल्याऊ केटी त्यही हो बिहा गर्ने कुरा गर्न आऊ कि बिहा गर्न आऊ साँच्चै हो हाम्रो पनि पालो आउने भयो नि भनेर जिनेली चारी हाम्रो पालो आइपुग्यो 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 भनेर जुनेली चारी भाउजू भएको छैन हतार गर्ने होइन किन कति राम्री बिहेको कुरा गर्न आउनु भएको हो बा बिरामी हुनुहुन्छ तिमीहरूलाई बिहाको कुरा गर्न लाज लाग्दैन खै बाबु म यहाँ छु यहाँ बा के भयो तपाईँलाई बिरामी होइन म बिरामी होइन बुवा ढोट गरे म हजुरको हुनेवाला बुहारी खुसी लाग्यो भाग्यमानी हुनुभयो
ढोगरे आमा भाग्यमानी भयो नानी। मेरो बा तपाईँ त बिरामी रे के भयो मेरो बालाई? म बिरामी भएको होइन, बेको कुरो उठायो कि त घरमा आउँदै आउँदैनस्, भड्केर कहाँ कहाँ हिँडिराखेको हुन्छस्, त्यसरी पो बिरामी भएँ भनेर खबर गरेको त। तैँले बिहे नगर्नाले भाइहरूको बिहे हुन सकेन, के गरेको तैँले? हामी पनि त्यही कुरा गर्न आएको। हाम्रो छोरीले उहाँलाई मन पराएर लभ गरेर पछि लागेको कति भइसक्यो। जहिले पनि बिहेको कुरा गरेको त गर्नुहुन्छ। म छोरीको बुवा। नमस्कार। नमस्कार। नमस्कार हजुर, म चाहिँ छोरीको आमा। साह्रै पिर पर हजुर हामीलाई त। हन मेरो छोरीले कस्तो मान्छेसँग प्रेम गर्न गएछ, जहिले पनि बिहेको कुरो उठायो हुतु गर्नुहुन्छ। कस्तो हुतु छोरो पाएको हजुरले? नातिनुहोस्, अब यसपालि त्यसले हुतुतुतु गर्न पाउँदैन। हामी कुरा मिलाउँछौँ नि। हो हामी कुरा मिलाउँछौँ। के को हुतुतुतु? त्यही गर्नु पर्यो, बिहा गर्नु परेन अब त। त्यही त भाउजू बहिनी छ छैन, म एउटै छोरी। कस्तो ब्याड लक। पाक्नु भइहाल्छ नि, किन हत्तिएको? मान्दैन भने जे सोधे पनि जे भने पनि हुतुतुतु मात्र गर्छ। यस्तो ताल त हामी खत्तम भइहाल्यो नि। बरु अब यसो गरौँ, त्यसलाई गएर त्यो जेठाबालाई गएर भेटौँ होइन, अनि त्यसलाई चौतारीमा उपस्थित गरौँ, अनि त्यहाँ र्याखी पारेपछि त्यसको हुतुतु सबै निस्किन्छ नि त्यहाँ। जेठाबा को? जेठाबा हजुरको पनि जेठाबा होइन हजुर, उहाँको पनि जेठाबा होइन, मेरो पनि जेठाबा होइन, उहाँ गाउँलेहरू सबैका जेठाबा। यो गाउँमा समस्या पर्यो भने उहाँले चौतारीमा लगेर सबै समस्या समाधान गरिदिनुहुन्छ। त्यसैले गाउँलेहरूले पनि उहाँले भनेको कुरा अहिलेसम्म मानेर आइरहेछन्। उसो भए जाउँ न त जेठाबाकामा। तपाईँ जानु पर्दैन, हामी 4 भाइ गए पुग्छ। हिँड भाइहरू। हो हामी जाउँछ। पुग्छ। हेर्न हेर हुतु गर्छ। हुतुतु गरेर बस्न, तेरो हुतुतु आज सबै निकाल्छौँ हामी। हुतुतु नमस्ते नमस्ते, के हो? पखैमा आउँदैछु तल पख। ग्वार के ग्वार कुरा वार निकालेर बोल न। ग्वार आएको छ, ग्वार भनेर कसरी बुझ्ने मैले? सबैको देख्छु जोडा र जोडी बिजरीमा एउटा भन्ने गीत सुन्नु भएको थियो जेठाबाले? सुनेको छु, बच्चु कैलाश भाइको गीत होइन? त्योभन्दा अगाडि त आउँदैन। किन आउँदैन? म सुनाइदिउँ? हुन्छ। शीतलु माथि नि शीतलु भयो नि, लौ 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 बारैका छायाले घुम्दैछ मौरी नि रसैका लागि नि, लौ 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 म घुम्छु मायै। यस्तो गीत कसले सुने हुँदैन? ल हामीलाई त त्यो बिजुलीमा एउटा मात्रै आउँछ जेठाबा। अब बस नि त, एउटा मुढा तानेर बस। के पर्यो त्यो भने? ल भन ल भन ल, के भयो? के पर्यो? ल भन। हामीलाई हाम्रो दाइ जेठो दाइ छिप्पटले खत्तम पार्यो। के खत्तम पार्यो?
ढुकुटी सुकुटी नै लिएर भाग्यो कि क्या हो? ढुकुटी होइन जेठाबा, सुकुटी बनाइसके। हेर्नु त म दुलाएर मान्छेहरूले सुकुटी सम्झेर मलाई रक्सीसँग खाइदिएन भन्ने डर भइसक्यो भने। हेर्नुहोस् जेठाबा, हामी बोका भएको भए छिप्पेर डुङ डुङ गनाइसक्थ्यौँ, मुला भएको भए काठ पसिसक्थ्यो, गोलबेडा भएको भए कुहेर झरिसक्थ्यो, उखु भए पड्किसक्थ्यो, कुकुरे 3 जुनी भइसक्थ्यो, 12 त्यहाँ 31 36 भइसकिन्थ्यो। म त राया साग भइदिए भए छिप्पेर डुगु भइसक्थ्यो जेठाबा। जेठाबा, म 32 को भएँ, काइला दाई 34 को, साइला दाई 36 को, माइला दाई 38 को, त्यो छिप्पर दाई त 40 को भइसक्यो। हामी सबै बुढो भइसक्यौँ जेठाबा, बुढो भइसक्यौँ हामी। अब म 78 वर्ष पुगिसकेका मान्छे त यस्तो हट्टाकट्टा पठा छु, बुढो भएको छैन। तिमीहरूले मेरो अगाडि बुढो भन्ने सुहाउँछ? अब जेठाबाको पो बिहे भइसक्यो, घरजाम भइसक्यो, हाम्रो त बिहे पनि भएको छैन, घरजाम पनि भएको छैन। ज्योतिषले भनेको हाम्रो त्यो जेठा दाई छिप्पटको बिहा नगरेसम्म हामी 4 भाइको बिहा गर्न हुँदैन रे। यदि गरिहाल्यो भने पनि हामी 4 भाइको स्वास्नी पहिलो जान्छन् रे। नचाहिने कुराको पछि किन लाग्छौ बाबु? हो कुन चाहिँ हो त काम नलाग्ने ज्योतिषी? चाहिने नचाहिने कुरा गर्दो रहेछ। खै त हाम्रो देउरहरूको जेठाबा र मेरो बिहा हुनुभन्दा अगाडि भएको, अहिलेसम्म हाम्रो देउरानीहरू एउटै पहिला गएको छैनन् त। अब त्यो नेपाली ज्योतिषीले मात्र भनेको होइन, विदेशी के त्यो मद्रासको ज्योतिषीले भनेको अघि हो नि। अब मैले के गर्नु पर्यो त? ल भन, ल भन। जेठाबा, त्यो छिप्पर दाइलाई चौतारीमा हामीले उपस्थित गराउने विचार गरिसकेका छौँ। त्यसलाई जसरी पनि त्यहाँ ल्याएर दुधको दुध, पानीको पानी छुटाउनु पर्यो। अब जेठाबाले चौतारीमा नि त्यो हाम्रो दाइ छिपटलाई कि बिहे गर नभए जोगी भएर हिँड भनेर निर्णय गरिदिनु पर्यो। त्यो छिपट अहिले गाउँमै आछ, फेरि भोलि भाग्छ त्यो। अब के भन्ने, अब हुन त यो चौतारीमा सबैजना भेला गराएर छलफल गर्ने विषय त होइन, तिमीहरूको व्यक्तिगत घरको मामला हो यो, होइन? अब त्यही पनि अब 4 जना यसरी ग्वार भनेर कराउन आएपछि अब छलफलमा राखौँला। तर तिमीहरूले त्यहाँ चौतारीमा चाहिँ तिमीहरूको जेठो दाजु छिटपट प्रसाद मात्र होइन, त्यो जेठो दाजुको बिहे नगरिकन भाइहरूले बिहे गर्न मिल्दैन भन्ने त्यो मद्रासको ज्योतिष भन्ने छ नि, त्यसलाई पनि उभ्याउन ल्याउन सक्छौ? सकिन्छ। त्यो ज्योतिषे गाउँमा हात हेर्दै घुम्दै होला, त्यसलाई कठालामा समातेर चौतारीमा उपस्थित गराइदिन सक्छौ। जाउँ होइन, त्यसलाई घिसारेर ल्याउँछु नि। ल खोइ जेठा भएको टाइम त छैन। खै 3 मिनट मागिन्छ, के गरेर आइहाल्छ? त्यो छिपटले जेठाबालाई फकायो कि न? खै फकास जेसुकै भनेर फकास। तिमीहरू 4 जनाले बिहा नगरे पनि म चाहिँ मजाले यसपालि बिहा गर्छु र ढुक्कसित बिहा गर्छु। गर्यो बिहा। ए खसी को खसी? बढ्ता बेर ए खसी नभन है, मलाई दाइ खसी भन्छ। ए काठ पसे मुला। हामीले केटी नपाएर बिहा नगरेर त होइन नि, दाइले बिहे नगरेर पो यस्तो भएको। काठ पैसा मुला खसी गोरु भनेको। अम्बो कंट्री का पर कन प्यारो का पर बासे भूलतारो। तू काड़ा बेला में बच्चा को कुटना होता है ना। बिहान उठे सूर्य भगवान को पूजा करने से तेरा दुख सब खत्म भाई जांच। जेठाबा त आउनु भएन कि घरसम्म लिन जाने हो? जाऊ आउँछन् के है दाइ? हो नि, आउनु भयो जेठाबा। नमस्ते 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 जेठाबा नमस्ते 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 जेठाबा वेलकम। आज आउँदै बिहार फलेको थिएँ है। अब आज
उजुरी पनि 3-3वटा रहेछ। के विषयमा हो यो उजुरी? जेठा एउटा चाहिँ नि हाम्रो दाइ छिपटले प्रेम गरेर पनि बिहे गर्न मानेन भनेर छोरीको बाबाआमाले काठमाडौँदेखि आएर हालेको उजुरी हो। जेठा प्रेम गरिदियो छिपटले, बिहे गर्दैन, त्यही भएर सहरदेखि उजुरी हाल्न यहाँ गाउँमा आउनु पर्यो। हेर्नुहोस् न कति राम्री छोरी छ, ठ्याक्कै बाउसँग अनुहार मिल्ने। सबैलाई आमासँग अनुहार मिल्छ भन्छ। यस्तो राम्री छोरीलाई देखेर टोलभरिका केटाहरूले सिटी बजाएर कहिले ट्याउ ट्याउ कहिले टुटु गरेर दिक्क पारिसक्यो। तैपनि यो छिपटले किन बिहे नगरेको हो कुन्नी? त्यही पियरले गर्दा आज हामी बाबुआमा सुत्नै सकेका छैनौँ रातभरि। हो नि। अनि अर्को उजुरी चाहिँ हाम्रो जेठाबा दाइले बिहा नगर्देर हामीले बिहा गर्न पाएनौँ, त्यसै भएर हामीले गरेको उजुरी हो क्या यो जेठाबा? अब जेठाले बिहे नगरे अरूले बिहे गरे भइहाल्यो नि, किन कुर्नु पर्यो बेकारमा? हामीले कुर्या हो र जेठाबा। हाम्रो दाइको बिहे नगरिकन हाम्रो बिहे गर्नु हुँदैन भनेर हाम्रो बाबाआमालाई भड्काउने त ज्योतिषीले हामीले हाले उजुरी। दिल राम्रो, मन राम्रो, बालकको चेहरामा दिल साप राम्रो सुन्दर है। ज्योतिषीजी, जेठो दाइले बिहे नगरिकन अरू भाइहरूले बिहे गर्यो भने सबै भाइहरूको स्वास्नी पहिलो जान्छ भनेर कसरी थाहा पाउनु तपाईँले? अम्बो भगवान बोलेको छ, भगवान बोलेको छ, हातमा लेखेको छ। कर्मको सबै कुरा भगवान बाबाजीको दिने हो। बाबाजीले मुखले सबको प्यार से प्रेम से सब बताउने कुरा हो। इसमें केही दुःख छैन। कंट्री कपर कन प्यारो कपर बासे भुलतारो उत्तारे उत्तारे उत्तारे। बाबाजीको हात देखाउनुहोस्। कहाँ हात देखाउने अब? अरे बाबाजीको हात देखाउनु। अरे कंट्री कपर कन प्यारो कपर बासे भुलतारो उत्तारे उत्तारे उत्तारे। कसले ल्यायो मान्छेलाई यहाँ? दिल बड़ा पैर में खड़ा आदमी कड़ा। बहुत रामड़ो, प्रेम से प्यार से सब बच्चे लोग को प्यार करने से दुख सब हरण भाई जान से। कंट्री कपर कन प्यार कपर बासे भूल थारू उत्तारे उत्तारे उत्तारे। प्रेम से प्यार से बहुत साल बहुत साल आदमी ले सब ब्रह्मांड के लोग सब प्यार से मानता। एक बात बोल्नु छ, बहुत मान्छ प्यार से बात छ, बाँच्न जब सकिन्छ तब उसके बाद मृत्यु हुन्छ। बडो राम्रो छ। अब के भन्नु छ? जानुहोस् तपाईँ यहाँ। सबैले मानेको देखेर सबैले मान्छ भनेर भन्यो भयो। बुढो मान्छेदेखि धेरै बाँच्छ भनेर भन्यो। पुयो अम्बो कंट्री कपर कन प्यारो कपर बासे भुलतारो उत्तारे 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 बाहिर उत्तारे उत्तारे। तिनैजनाको उजुरीको विषय एउटै रहेछ। अब यो तिनटै कागज पढेर किन लम्ब्याउनु बेकारमा समयको बर्बाद होइन? अब एउटै कागज पढेर एकजनाले भट्याउनु। ल जेठाबा आज म भट्याउँछु है। हुँदैन, त अड्किन्छस्, तँलाई गाह्रो हुन्छ, म भट्याउँछु। हुँदैन, जहाँ अड्किन्छ त फेरि भन्दैन है। हुन्छ ल भट्याउने जेठाबा कागज। ल आज म भट्याउने भट्याउने। ल आज हामी सबैले मानि आएका जेठोबाको अगुवाईमा बस्न लागेको भलादमी भेलामा अरू कुरा गर्दा ट्याउ 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 बोल्ने, बिहेको कुरा गरे कि पटक्कै मुख नखोल्ने, काठमाडौँकी यस्ती राम्री केटीलाई प्रेम गरेर झुक्याउने, भाइहरूलाई बुढो बनाई कपाल फुलाउने, बिहेसम्म पढे लेखेको, जेट प्लेन चढेको, संसार देखेको, बाबुआमा साथीलाई लबर कसैले भने कि नटेर्नी, त्यो धतेरी होइन अटेरीलाई अटेरीलाई के गर्ने भनेर भलादमी भेलामा उपस्थित गराउन लागेका दोषी छिप्पट प्रसादलाई हाजिर हुन नमस्ते जेठाबा। नमस्ते हजुर।
ओहो माइली आमा नमस्कार। ए काइली भाउजू पनि यही? ओहो काइली भाउजू के छ? एकदम ठिक छ बाबु। ए फुलकुमारी दिदी सबैजना भेट हुँदो रहेछ यहाँ त। जेठो बा फेरि नमस्कार। नमस्कार नमस्कार। अनि छिप्पड बाबु सहरबाट गाउँमा कहिले आइपुग्यो त? हिजो जेठो बा। अब बा बिरामी हुनुहुन्छ भनेर खबर पठाएछन् यिनीहरूले फटाहरूले। अनि त्यसपछि त्यहाँदेखि रुँदै रुँदै आएको त यहाँ घरमा आउँदाखेरि त बा त मुसु मुसु हाँसिरहनु भएको। बिरामी हुनुभएकै होइन रहेछ। अनि छिप्पड भाइले बिहे किन नगरे त? देख्नुभयो त जेठाबा बिहेको कुरा गरे कि त हुतु तु 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 गरिरहन्छ। ठिक छ छिप्पड बाबु, हाम्रो यो काठमाडौँको स्वयम्भूमा कतिवटा खुड्किला छ थाहा छ? 365 जेठाबा। ओहो कसरी अन्दाज गर्न सक्या? अनि गौतम बुद्धको आमाको नाम के? माया देवी। ओहो अनि नेपालको सबभन्दा लामो नदी कुन हो? सबभन्दा लामो नदी कर्णाली, सबभन्दा गहिरो नदी नारायणी, सबभन्दा चौडाइ नदी कोशी जेठाबा। ओहो कसरी सबै थाहा भएको? अनि यो बिहे चाहिँ किन नगर्नु भयो तपाईँले? के हो तुतु भनेको? यो अर्थ निवार्थको तुतु। बिहेको कुरा गरे कि जवाफै दिँदैन, खालि हुतु तु 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 भनिरहन्छ। छिप्पड बाबुलाई एउटा अर्को कुरा सोध्छु है म। यो हाम्रो नेपालमा बनेको नेपाली चलचित्रको प्रथम नायकको नाम के हो? शिवशङ्कर मानन्दर हो। उहाँ गायक पनि हुनुहुन्छ। अनि नायिका चाहिँ भुवन चन्द। त्यो बेला चाहिँ बिहा गरेको थियो नि भुवन थापा। सबै थाहा रहेछ। अनि सगरमाथाको उचाइ कति छ त्यो पनि थाहा छ बाबुलाई? 8848 मिटर। वाह, पहाडको विषयमा पनि थाहा छ, हिमालको विषयमा पनि थाहा छ, नायक नायिकाको विषयमा पनि थाहा छ। जे सोधे त्यही ठ्याक्कै जवाफ दिनुहुँदो रहेछ तपाईँ त कि। अनि बिहे चाहिँ किन नगर्नु भयो तपाईँले? ल देख्नुभयो त जेठाबा? देख्नुभयो त? हेर्नुहोस् जेठाबा त्यो कपटी। यसलाई दोषी ढुङ्गामा छुवाएर क्रिया खुवाउनु पर्यो जेठबा। ल अब कुरा सुरु गर्नुभन्दा अगाडि यो दोषी ढुङ्गामा छोरी क्रिया खुवाउ। म जे भन्छु सत्य भन्छु, सत्य बाहेक झुटो केही पनि भन्दिनँ भनेर लाग्छ। हो ल क्रिया खा। जे बोल्छु सत्य मात्रै बोल्छु। बिहा किन नगरेको भन्ने कुरा पनि अब खोल्छु। ल बोल अब। ल अब खोल न त। बिहे नगर्नुको कारण के हो? ल भन। जेठाबा काम छैन, रोजगारी छैन, अनि कसरी बिहा गरेर जीविका चलाउने? अनि फेरि बिहा गरेपछि त बच्चा पनि जन्मिन्छ। अनि केले दुध खुवाउने, केले स्कुल पढाउने होइन? अब केले डेढा भाडा तिर्ने? अब कहिलेकाहीँ पो अब ससुरालीमा गएर माग्ने। जे काम पऱ्यो नि ससुरालीमा गएर माग्न थालेपछि त सुरुमा मात्रै ससुराजीले हामीलाई ज्वाइँ भन्नुहुन्छ। अनि पछि त टुपी समातेर रुवाई पार्न थाल्नुहुन्छ। त्यसले राम्रो काम पाएपछि बिहे गर्छु भनेको अब कामै छैन जेठाबा। म त काम पाइनँ भनेदेखि त बिहे गर्दिनँ। जिन्दगीभरि बुढो कुमार भएर बस्छु जेठाबा। अब काम त अब संसारमा त्यतिका कामहरू छन्। मानिसहरूले विभिन्न किसिमका आफ्ना काम गरेर कमाएर हिँडिरहेछन्। काम त जे गरे नि भइहाल्छ नि, जुन काम गरे नि भइहाल्छ नि। जे काम पनि, जे काम मात्र होइन जेठाबा, एदेखि जेडसम्मको काम पनि खोजिसकेँ। कदेखि ज्ञसम्मको मान्छे अनि अदेखि अहमसम्मको मान्छेसँग काम मागिसकेँ, तर कतैबाट पनि मैले काम पाइनँ जेठाबा। त्यो अरबमा गएर कमाएको पैसा चाहिँ खै नि। योसँग थुप्रै पैसा छ जेठाबा। हो त्यो पैसाले हामी सबैको बिहे गर्न नि पुग्छ जेठाबा, एउटा रेस्टुरेन्ट खोल्न नि पुग्छ। ए भनेपछि छिप्पड भाइले अरबतिर गएर काम पनि गरिसक्या? के अरबमा के काम गरेको थियो? काम त अफिसियल काम गर्ने भनेर गएको जेठाबा। नेपालमा अहिले म्यान पावरहरूले धेरै राम्रो काम गरेका छन्। लाखौँ मान्छेले काम रोजगारी पाएका छन्, काम पाएका छन्। हुँदा नेपालको अर्थतन्त्र नै अहिले त्यही वैदेशिक रोजगारले चलेको छ भन्छन्। तर त्यसमध्ये एउटा दुईवटा म्यान पावरको चाहिँ चरित्र खत्तम छ जेठाबा।
म पनि त्यही खत्तम चरित्रकै म्यान पावरको शिकार हुनु पुगेँ जेठा बा। यहाँबाट त मलाई अरबमा पानी जहाजभित्र अफिसियल काम गर्ने भनेर लिएर गएको थिएँ मलाई है। त्यहाँ गएपछि त मलाई त तँलाई पानी जहाजमा काम गरेको कति वर्षको अनुभव छ भनेर भन्यो। अनि मैले त अब हाम्रो देशमा त पानी जहाजै छैन, हवाई जहाज त म 2वटा छ। अब पानी जहाज त होइन, पानी घट्टामा चाहिँ 2-3 पल्ट मकै पिन्न गएको थिएँ भनेर भने। त्यसपछि त यु गो लेबर काम गर्नु जा भनेर मेरो पासपोर्ट खोजिदिएर मलाई त लेबर काम गर्नु पठाइदियो। त्यसपछि त जेठा बा मैले त इँटा बोकेँ, यति धेरै इँटा बोकेँ कि यहाँको विशाल बजार बनाउन पुग्ने इँटा त म एक्लैले बोकेँ होला। जिउ त दुखेर ढुङ्गा जस्तो हुन्थ्यो, थिलो हुन्थ्यो। अनि पछि बिस्तारै मैले डकर्मी काम पनि सिकेँ जेठा बा। डकर्मी काम सिकेपछि त मेरो त प्रमोसन पनि भयो। अनि मैले नेहरू 3 लाख रुपियाँ जम्मा गरेर अनि त्यसपछि म नेपाल फर्केँ जेठा बा। उसो भए तिमी अरब गएर इँटा बोक्ने काम गर्यौ? बोकेँ। त्यसो भए त तिम्रो जिउ कति दुख्या होला। खै म मिच्दिन्छु। ए के गरेको? अरबमा गएर इँटा बोके पनि अहिले यहाँ मिचेर निको हुन्छ, त्यो पनि 2 वर्ष अगाडि। ल यसको कुरा पनि पत्याउनु। अनि त्यो 3 लाख नेहरू के गरेर उडायो त? खालि खाना खाएर उडायो कि लुगा लाएर उडायो कि जुवा खेलेर उडायो? जेठा बा त्यो नेहरू 3 लाखको पनि छुट्टै कथा छ। त्यो नेहरू 3 लाखको कुरा पनि नेहरू, अब 3 लाखको कुरा पनि हेरु। त्यो मान्छे अरबबाट आएको टन्न पैसा ल्याएको जस्तो छ त्यो मान्छेले। जाउँ जग्गा भेडौँ। जाउँ। नमस्कार हजुर। नमस्कार हजुर। नमस्ते। हजुर होइन अरबबाट आउनु भएको? होइन, म अरबबाट आएको कसरी थाहा पाउनु तपाईँले? गन्धले पनि थाहा हुन्छ हजुर, गन्धले पनि थाहा हुन्छ। होइन, अरबबाट आउने मान्छेको के गन्ध हुन्छ र तपाईँले थाहा पाउने? पैसा ब्याङ्कमा राखेर केही पनि हुँदैन हजुर। बरु छ नि हजुर, त्यो भैँसी नगर भन्ने ठाउँमा आनाको 3 लाखमा राम्रो जग्गा छ हजुर। हजुर भर्खर अरबबाट आउनु भएको, त्यो 3 लाख रुपियाँ आनाको जग्गा किन्नुभयो भने घडेरी चट्ट जमाएर बस्नको लागि साह्रै शानदार हुन्छ हजुर। हेर्नुहोस्, तपाईँले मलाई यो घरको घरबेटी भन्ठान होला, खुब पैसा छ भन्ठान भयो होला। वास्तवमा म यो घरमा एउटा कोठाको महिनाको 2000 तिरेर भाडामा बस्छु। अनि गार्डनमा पानी हालिदियो भनेदेखि घरबेटी खुसी होला र बाल घटा दिएर भनेर गार्डनमा पानी हालिदिरहेको। हेर्नुहोस्, अब मैले जम्मा अरबबाट 3 लाख रुपियाँ कमाएर ल्याएको छु। अब तपाईँ आनाकै 3 लाख भन्नुहुन्छ, कसरी किन्ने, केले किन्ने? हजुरलाई मिल्ने ठ्याक्कैको जग्गा काठमाडौँबाट 9 किलोमिटर पूर्व हजुर। आनाको 75,000 ठ्याक्कै त्यही जग्गा लिनुहोस् हजुर। अनि मोटर जाने बाटो छ जग्गामा? गाडी त जाने बाटो छैन हजुर, हेलिकप्टर जाने बाटो चाहिँ छ। त्यो त काठमाडौँको सबै जग्गा त्यस्तै हो। काठमाडौँको धेरै जसो ठाउँमा मोटर जाँदैन, हेलिकप्टर सबै ठाउँमा जान्छ। त्यही त हजुर, घर त मोटर जाने ठाउँ पर्नु पर्छ हजुर। मोटर जाने ठाउँ यहाँ गएर सुत्न सकिन्न हजुर। मैले त जग्गामा पैसा हाल्ने भन्दा पनि दिनका दिन आम्दानी हुने एउटा बाटो खोज्दैछु क्या। के कुरामा पैसा लगायो भने मलाई दिनका दिन आम्दानी हुन्छ। त्यसो हो भनेदेखि छ नि हजुर, एउटा सेकेन्ड ह्यान्डको मारुति ट्याक्सी छ। त्यो ट्याक्सीमा 3 लाख रुपियाँ हाल्नुपर्छ। अनि दिनको 1000 रुपियाँ कमाइ हुन्छ त्यसबाट। एउटा ट्याक्सीले अर्को ट्याक्सी कमाएपछि त अनि हजुरलाई के चाहियो र हजुर? अझै त्यसपछि काठमाडौँबाट पोखरातर्फ टुरिस्टहरू लिएर जाँदाखेरि त पैसा त झन् माल कमाइ। अनि झन् नाइट ट्याक्सी नै चलाइदिएपछि त के चाहियो र हजुरलाई? हेलो बा, 1 जग 50-15 गुर्जी हो। तपाईँ ट्याक्सी लिएर तुरन्त यहाँ आउनुहोस् त। किन्ने मान्छे भेटिया छ। पुतल सडक धोबीधारामा आउनुहोस् त। रक्की, राम्रो आइडिया। 3 लाख रुपियाँ ट्याक्सीमा इन्भेस्ट गर्नु क्या हो? आफै चलाउँछु, एकदम मेहनत गर्छु। बिहान पनि चलाउँछु, बेलुका पनि चलाउँछु, पोखरा पनि लैजान्छु, नगरकोट पनि लैजान्छु। के विचार छ तिम्रो? के भने त्यस्तो? मेरो फ्यामिलीको मान्छेहरू कोही हेलिकप्टर चलाइसिन्छ, कोही केबल टेलिभिजन चलाइसिन्छ।
केही नआउनेले त कम्प्युटर चलाइसिन्छ भने तिमी चाहिँ ट्याक्सी कुदाउने के भन्लान्? यसो गरी पनि हुँदैन उसो गरी पनि हुँदैन। किन आफै चलाउनुहुन्छ? एउटा ड्राइभर राख्नुहोस् न। ड्राइभर राखे पनि 700 दिइहाल्छ। ल हजुर ट्याक्सी यही हो। कहिलेकाहीँ यसो घुम्न मन लाग्यो भने मया साहबलाई अगाडि राखेर मिटर ठोकेर हिँड्दै हुन्छ हजुर। गाडी हुने हजुर। अब मुख्य कुरो इन्जिन कस्तो छ कुनी? अब इन्जिन त हजुर बेन्च कारको जस्तो छ, बेन्च कार। होइन, एकचोटि मेकानिकलाई देखाउनै पर्छ, आफै डिसिसन नलिऊ। होइन मिस्त्रीजी, गाडीको कन्डिसन कस्तो छ, इन्जिन कस्तो छ, उनीहरूले 3 लाख रुपियाँ भनिरहेछ, हाल्न मिल्छ कि मिल्दैन? मिस्त्रीजी यो गाडीले फुल पार्छ? के कुरा गर्नुहुन्छ साहुजी? गाडीले कता फुल पार्छ? फुल त कुखुराले पाल्छ। होइन कमाइ गर्छ कि गर्दैन, यो गाडीको कन्डिसन कस्तो छ भनेर सोधेको नि। गाडीको ठिकै छ इन्जन है। 2,50,000 भन्दा बढी नफाल्नुहोस् है। 250 ओके 250। कस्तो छ गाडी? सल्लल्लल्लल्लल्लल्ल घिउ जस्तो छैन त? गाडी पनि घिउ जस्तो हुन्छ। गाडी घिउ जस्तो भयो भने त गाडीलाई लगेर फ्रिजमा राख्नुपर्छ। अनि घाममा कसरी चलाउने फेरि घिउ जस्तो गाडीले? यो गाडीको त 2,50,000 भन्दा बढी पर्दैन अरे, मिस्त्रीले भन्नुभएको। तेरे मिस्त्री के भने यहाँ आउनुहोस्। के तपाईँ 3 लाख कुरो मिलाएको छ, तर 10,000 तपाईँलाई दिउला। मिल्सिया कुरो किन बिगार्नुहुन्छ? के कुरा गर्नुहुन्छ तपाईँ? मलाई बेइमानको कमाइ चाहिँदैन। तिम्रो गाडी 2,50,000 भन्दा 1 पैसा बढी बिक्री हुँदैन, बुझ्नुभयो? ए साउजी 2,50,000 भन्दा 1 पैसा बढी नदिनुहोस्। ल 250 दिनुहोस्, लैजानुहोस्। साउजी अब यो मैले सिंगल ह्यान्ड चलाइरहेको गाडी तपाईँले लिएपछि ड्राइभर मलाई नै राख्नु न है। जस्तो ड्राइभर त हजुर संसारमा छैन, ड्राइभर त मलाई नै राख्नुपर्छ हजुर। राम्रो चलाउँछु म। के गर्नु? लिउँ? लिए हुन्छ। हजुर कनिकाटीबाट गर्नु पाए राम्रो हुन्थ्यो कि एउटा बोका पनि काट्नु पाए हुन्थ्यो। बोका नि काट्ने? अलि साउजी बोका करा सुनिँदैन नि त यता। अहिले कराउँछ। अब साउजी यसै पूजा उसै पूजा मजाले 8-10 सिसी बियर पनि मगाउनुहोस् न, झ्याप्पै खाइदिउँ। कोही त बोका यहाँ छ बोका। बोका भने त मुला रहेछ। होइन म मासु नखाने मान्छेले किन बोका काट्ने बेकारमा? बेकारमा बोका काटेर ट्याक्सीभरि किन रगत छर्किने? मैले ट्याक्सी किनेर बोकाले के गल्ती गरेछ र बोकालाई काट्ने मैले? यही मुला काट्नुपर्छ, भगवान्लाई यही मुला चढाउनुपर्छ। मुला मुला ल काटो काटो। ल साउजी स्टार्टै भएन, मुला काटेर नि स्टार्ट हुन्छ, धकाउनु त एकचोटि। कस्तो गाडी हो, सुरुमै स्टार्ट नहुने? कहिले जान्छ त भइहाल्छ नि हजुर। बिग्रन त हवाईजहाज पनि त बिग्रिन्छ नि। हवाईजहाज त वहाँ 12-15 दिन बाहिर लगेर बनाएर ल्याउँछन्। धकाउनुहोस्। ल धकालौँ। ल बेसकन ठेलो बेसकन ठेलो।
वास्तवमा ट्याक्सी किन्यो भने फाइदा हुँदो रहेछ नि। 1 महिनामा 21,000 रुपियाँ जम्मा भइसक्यो। 21,000 रुपियाँ? मैले 7,000 को चाहिँ मोबाइल किनी 14,000 बाँकी छ। ब्याङ्कमा राखिदिन्छु। होइन, ब्याङ्कमा नराखौँ। सुन तोला कसरी छ? सुन तोला 14,000 को सुन तोला किन्ने? त्यो सुन तोला होइन, सुन के सुन। बरुभन्दा 1 तोला सुन किनेर राख। बिहाले चाहिन्छ नि है सुन। त्यही त। कति 4 तोला चाहिन्छ? अहिले 1 तोला किनेर राख न। ए ल, उसले 1 तोला सुन किन जाऊ। हेलो साउजी, सुन्नु न, यहाँ बुढा नीलकण्ठमा ट्याक्सी बिग्रिएर एकदमै आपत पर्यो भने मलाई। कहाँ बिग्रियो? बुढा नीलकण्ठमा है साउजी। अनि हामी त्यहाँसम्म कसरी आउने त? अब साउजी ट्याक्सी धकाल्न ट्याक्सीमै चढेर आउनु न। ट्याक्सीमा आउने? हजुर। के भयो? त्यहाँ बुढा नीलकण्ठमा हाम्रो ट्याक्सी बिग्रियो रे, ड्राइभरले धकाल्ने मान्छे कोही पनि भएन, तपाईँ आउनुहोस् भनेर फोन गर्यो। जाउँ ट्याक्सी चढेर जाउँ, अनि ट्याक्सी धकालेर पठाइदिउँ, अनि हामी बस चढेर 1 तोला सुन किन्न आउँछौँ। ल ल। ड्राइभर साहब के भयो? के हुनु अब? छ्याउ भयो नि। कुन दिन यसलाई लगेर म धकलेर लगेर भिरबाट खसालिदिन्छ नि, थाहा पाउँछ। आफ्नो पैसाले किन्ने अनि ढकलेर खसाउने, त्यस्तो भन्नुहुन्छ? दुध दिने गाईको त लात पनि सहनु पर्छ। अब के गर्ने? ल भन्नुहोस्। अब मिस्त्रीलाई यहीँ बोलाउने कि धकलेर लगेर कारखानामा देखाउने? मिस्त्रीलाई यहाँ बोलाउँदाखेरि त धेरै पैसा जान्छ नि, फेरि धकलेर लग्नुपर्छ। अब धकलेर लैजानलाई मोटर तपाईँलाई चलाउन आउँदैन, चलाउनु त मलाई मात्रै आउँछ। अब तपाईँहरू 2 जना धकेल्नुहोस्, म अगाडि बस्छु है त। ल धकेल्नुहोस्। ल मेरो त खुट्टो दुखिसक्यो, म त सक्दिनँ अब ढकाल्न। तिमी भित्रै बस्छ, मैले त सके पनि धकाल्नु पर्छ, नसके पनि धकाल्नै पर्छ। ल ल ल, पेस गर। पेस गर। पेस गर। ओ साउजी, अलि पेस गर्न धकाल्नु न, पेस गर्न। यहाँ स्टियरिङ घुमाउँदा घुमाउँदा हातै गलिसक्यो। यहाँ पेस गर्न धकाल्नु अलि। होइन, आज भात खानु भएको छैन कि अब साउजीले? ढङ्गर खुस्काइदिन्छु। ओहो, इन्जिन खत्म, इन्जिन सिज भयो। होइन, 1 महिना अगाडि मैले गाडी किन्दाखेरि तपाईँले त इन्जिन ठिक थियो भन्नुभएको थियो त। त्यतिखेर ठिक थियो। ट्याङ्कीमा आधा पेट्रोल आधा मिट्टी तेल हालेपछि पेट्रोल यस्तो हुन्छ, यस्तो निलो हुन्छ। सिज भयो इन्जिन तपाईँको। ए, के गरेको तिमी? के गरेको? के मिसाएको पेट्रोलमा? ओ ड्राइभर साहब, तपाईँले त मैले दिनको यति पेट्रोल हाल्यो भनेर बिल ल्याउनु हुन्थ्यो। मर्दै हाले बिल त कहिले ल्याउनु भयो नि तपाईँले? मैले मिसा हो र? त्यो पेट्रोल पम्पले मिसा होला नि। त्यस्तो मलाई दोष लगाइरहन्छ। पम्पले पनि अलिअलि मिसायो होला, आधा ट्याङ्की त मिसाउँदैन नि, कुरा गर्छ। अब इन्जिन पनि यसैलाई बनाउन दिने होइन। गाडी बिग्रिँदाखेरि साउले बनाउँछ कि ड्राइभरले बनाउँछ? होइन, बुझ्नुहोस् न तपाईँ। अन्त पनि के रे अरू ड्राइभरहरूले पनि गाडी चलाउँदाखेरि आधी पेट्रोल आधी मोटर राखेर चलाउँछन्। चलाउँछन्। तपाईँ पनि गएर बुझ्नुहोस् अन्त। ल लाउनुहोस् तपाईँको गाडीको साँचो। यस्तो गाडी चलाइँदैन। यस्तो गाडी त कति चलाउनु पाइन्छ? त्यसै पेल्दो रहेछ। यस्तै ड्राइभरहरूले गर्दाखेरि ड्राइभरको समाजै खत्तम पारिसक्यो हजुर।
यस्तो उतल केटाहरूलाई चलाउन दिनु हुँदैन हजुर। मान्छे हानिदिने बेर लाग्दैन। मलाई चलाउन दिनुहोस्, म आफ्नै गाडी जस्तो चलाउँछु। पहिले त गाडी नै बनाउनु पर्यो। यो इन्जिन बनाउन कति जति पैसा लाग्छ मिस्त्रीज्यू? इन्जिन खोलेपछि 20-25 हजार लागिहाल्छ नि। ओहो, बल्ल बल्ल 21,000 जम्मा भयो। अब 25,000 इन्जिन बनाउनु लागेपछि त खत्तम भइहाल्यो नि। त्यही पनि मैले फेरि मोबाइल पनि किने, जम्मा मसँग त 14,000 मात्रै बाँकी छ। ठिक छ, 1,000 रुपियाँ घटाएर मोबाइल मलाई दिनुहोस्। मोबाइल मलाई पनि चाहिरहेको छ। त्यही पनि त अब 5,000 त पुगेन नि। तपाईँले गाडी किन्दाखेरि त यो ब्याट्री पनि नयाँ थियो। अहिले त तपाईँको ड्राइभरले ब्याट्री पनि थोत्रो हालिदिएछ। हो, यस्तैले गर्दाखेरि ड्राइभरहरूको बेइज्जती भएको हो। गाडी मलाई चलाउन दिनुहोस् हजुर। मम्मी तिम्रो। हेलो, के छ त हुनेवाला जय साहब? हजुर नमस्ते हुनेवाला सासूज्यू। राम्रो छैन। अब यो मोबाइलमा फोन आउने पनि लास्ट होला जस्तो छ। किन? के भएर? गाडी बिग्रियो। ट्याक्सी बिग्रियो रे? अहिलेसम्म कमाएको पैसा पनि सबै गयो। अनि त्यतिले पनि नपुगेर मोबाइल पनि मिस्त्रीज्यूलाई दिँदाखेरि पनि 5-6 हजार जति नपुग्ने भयो हुनेवाला सासूमा। 5-6 हजार पुगेन भने त बरु हामी दिउँला नि। पछि दाइजमा चाहिँ कटाउँछु नि फेरि। बिहे चाहिँ कहिले गर्ने नि जय साहब? हजुर बिहा त पोस्टपोन गर्न पर्ला जस्तो छ। अब 1 तोला सुन किन्न राखेको पैसा पनि गइहाल्यो। अब फेरि ट्याक्सीले पैसा कमाउला अनि त्यसपछि फेरि अनि डेट फिक्स गर्नु पर्ला। अब त्यो ट्याक्सीले कमाएर सुन किनेर त्यही ट्याक्सीले फेरि कमाएर साडी किन्दा त हाम्रो चोर त बुढी भइसक्छ। बरु हामी नै 1 लाख रुपियाँ सापट्टि दिउँला नि। अब पैसा सापट लिलिकन के बिहा गराइ भरो हजुर? अब भात खानलाई पनि सापट लिनु पर्यो। अब डेढा भाडा तिर्नलाई पनि सापट लिनु पर्यो। तरकारी किन्नलाई पनि सापट लिनु पर्यो। अब फेरि बिहा गरेपछि हजुरको नाति नातिनी पनि होला, त्यसको लागि पनि सापट लिनु पर्यो। तर अहिले चाहिँ यो गाडी बनाउनलाई 5,000 जति चाहिँ सापट लिनु पर्ला जस्तो हजुरसँग। हुन्छ, भइहाल्छ नि। ए हस्, थ्याङ्क यू हजुर। ल ल ल थ्याङ्क यू। ल मिस्त्रीज्यू गाडी बनाइदिनुहोस्। 5,000 सापट्टि आउने भयो मम्मीबाट। हुन्छ, म एकदम राम्रोसित गाडी बनाइदिन्छु। 10-12 दिन जति लाग्छ। चाबी दिनुहोस् मलाई। ओहो, 10-12 दिनसम्म गाडी यहाँ छोड्नु परेपछि त बिहा गर्नको लागि 1 तोला सुन त गयो। साउजी गाडी मलाई चलाउन दिनुहोस्। सानोतिनो बिग्रियो भने म आफै बनाइदिन्छु। म गाडी राम्रोसँग चलाउँछु। हो साउजी, यो मोटे एकदम राम्रो ड्राइभर छ। गाडी उहाँले चलाउन दिनुहोस्। ल उसले साँचो लिनुहोस् है। यसो बनाएको पनि हेर्नुहोस् है। म बेला बेलामा आउँछु। हस् हजुर। अब खोज्न जानु पर्यो नि त। हजुर हजुर। होइन जाऊ। हस् साउजी, हस्। Lucky? You are not only lucky. I am also lucky. हेर हाम्रो त्यो नयाँ ड्राइभर साहब राखेपछि हामीलाई त एकदम फाप्या छ है। ट्याक्सीले 56,000 56,000 रुपियाँ दाम मलाई ल्याएर दिइसक्यो। 56,000 रुपियाँ? 56,000। 4 तोला सुन किनौँ न त। मैले पनि त्यही विचार गर्दैछु। हाम्रो बिहालाई 4 तोला सुन त जोड्न सकिन्छ है। जाऊ सुन किन जाऊ।
हेलो के कहिले ट्याक्सीले मान्छे हान्यो रे स्पट डेथ अनि अनि हाम्रो ट्याक्सीले मान्छे हान्दियो र स्पट डेथ पऱ्यो ट्याक्सी समातेर ट्राफिकमा लगाएको छ अरे अब तिनीहरू यहाँ पनि खन्दाउन सक्छन् भागो 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 मैले के गरेको ठुक्नु मलाई के गर्ने रहेछ त्यो ट्याक्सी थोरै मान्छे मार्यो अझ के गर्ने छ भन्नुहोस् ट्याक्सी उसले कुरा गरेर मान्छे मार्नलाई उसको के गल्ती छ के गल्ती छ रे भित्र त्यो बाटोमा हिँड्ने मान्छे थरी मरेन गाडी कन्डिसनमा राख्नु सक्दैन यसलाई त हात चाहिँ हालेर कुरा नगर है के हात हाल्दै मरेको मान्छे फर्केर आउँछ मिलापत्र गरौँ न अनि मिलापत्र किन गर्ने कानुन अनुसार गर्ने नि 17,000 तिरेर मान्छे मार्ने पैसा अझ पनि मिलापत्र गर्नु नखोज्दै तपाईँ अस्ति एउटा ट्याक्सीले मान्छे हानेर 1.5 लाख रुपियाँ तिर्यो मिलापत्र त गर्नै पर्यो नि 1.5 लाख रुपियाँ तिर्नलाई 1.5 लाख रुपियाँ पैसा हुनु पर्यो नि त कहाँबाट पाउने पैसा हजुर ट्याक्सी थियो नि अस्तिको 2 लाख दिनुहोस् न म लिइहाल्छु नि मान्छे हान्छ 50,000 घटिहाल्छ नि ल लिनुहोस् बैना 50,000 ट्याक्सी मेरो भयो देऊ देऊ त्यो ट्याक्सी किनेदेखि तिमीले टेन्सनदेखि बाहेक केही पनि पाएनौ पीरको बोट रहेछ देऊ दशा रहेछ दशा 4वटा पाङ्ग्रा भएको दशा किनेको रहेछु मैले अझ एक्स्ट्रा पाङ्ग्रा जोड्ने हो भनेदेखि त 5वटा पाङ्ग्रा भएको दशा किनेको रहेछु 50,000 बैना बाँकी 1.5 लाख रुपियाँ दाम बगी खानाबाट गाडी आइसकेपछि पास गर्ने बेला दिउँला भाग्ने होइन है पातल मुनि गयो पनि छोडिदिनु भाग्यो कुरा मिलिहाल्यो बेकारको किन त्यसो गर्नु अहिले जाउँ अब यो पैसाको के गर्ने त सुन किन्ने सुन ओ साउजी पैसा बोक्नुहोस् अस्पताल जानु पर्यो हेर्नुहोस् मैले मृतकको आफन्तलाई 1.5 लाख रुपियाँ पैसा तिरेर मिलापत्र गरिसकेँ अब अस्पताल किन जाने दागबत्ती दिनलाई म उसको छोरा होइन के अरे मैले मरेको मान्छेको कुरा गरेको होइन घाइते भएको ड्राइभरको कुरा गरेको तपाईँको ट्याक्सी चलाएर ड्राइभर घाइते भएपछि त्यसको औषधि उपचार गरिदिनु पर्दैन ओ घाइते भएर अस्पतालमा बसिरहेछ त्यो गरिबको को छ त्यो ड्राइभरको हामीलाई के मतलब उसले मान्छे हानेर बिचरा उसलाई यस्तो भयो अझ उल्टे हामीले उसको औषधि गर्नुपर्ने हेलो हेलो ओ सौजी त बाउठी बाउठी कुरा गरिरहेछ अस्पताल त जानु भन्छ ठिक पार्नुपर्छ त्यसलाई ल आउनु पर्यो यहाँ भन्नुहोस् है साउजी म त दुःख पाउनु पर्ला होस् होस् अब यति पैसा बाँकी छ अस्पताल जान्छु पैसा बाँचेछ भनेदेखि अब सुन चाहिँ होइन यति तल पित्तल किन ल्याउँछु ल जाउँ आफै नजानेको काम गर्दाखेरि यस्तै हुँदो रहेछ तिमी बसिरहेको है म अस्पताल गराउँछु ल जाउँ 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 आया आया बाबाई म मरी आया बाबाई म मरी आया बाबाई म मरी आया आया म मरी आया आया म मरी आया 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 साउजी नमस्कार आया साउजी मम्मी ए साउजी मम्मी ए साउजी मम्मी साउजी अब बाबा के धन्दा याद भएन होइन उहाँको पनि एक्सिडेन्ट परेको हो ए बाबा ड्राइभरले आफ्नो श्रीमतीलाई अगाडि राखेर ट्याक्सी चलाउँछ कि क्या हो ए बाबा के कुरा गर्नु भएको उहाँ पनि सँगसँगै रुनु भएको देखेर उहाँभन्दा उहाँ ठुलो छोरीले रुनु भएको छ चित्त दुख्दैन चित्त दुख्दैन तपाईँ भन्नुहोस् त कुन चाहिँ श्रीमतीको श्रीमान चाहिँ एक्सिडेन्ट पर्दाखेरि चित्त दुखाउँदैन आए 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 भनेर तपाईँ भन्नुहोस् त
हेर्नुहोस् बहिनी, अब रुनु पनि पर्दैन, चित्त पनि दुखाउनु पर्दैन। उहाँ साउजी आइहाल्नुभयो, अब हामी गरिबहरूलाई उहाँले हेरिहाल्नुहुन्छ नि, होइन त साउजी? होइन, म के साउजी? म के साउजी? म इन्डियाको त्यो मारुतिको मोटर बनाउने कम्पनीको साउ हो। म त हेर्नुहोस् सेकेन्ड ह्यान्ड ट्याक्सी 2,50,000 रुपियाँ तिरेर किन्न सक्ने मान्छे हो म। त्यही पनि उहाँले मोटरले हिर्काइदिएपछि मान्छे मऱ्यो, उसलाई 1.5 लाख रुपियाँ तिर्नु पर्ने भयो। मोटर पनि काचाकुचुक भयो। 2.5 लाखमा किनेको ट्याक्सी जम्मा मैले 2 लाख रुपियाँमा बेच्नु पर्ने भयो। अब मसँग 50,000 रुपियाँ बाँकी छ। हातमा 50,000 रुपियाँ हुने मान्छे नेपालमा साउजी हुन्छ? साउजी हुन्छ? तपाईँलाई 25,000 डिपोजिट गर्न भनेको खै त? भइहाल्छ नि, उहाँ साउजी पनि आइहाल्नुभयो, हामी गर्छौँ। ल ठिक छ है, छिटो गर्नुहोस् है। ल साउजी 25,000 जति डिपोजिट गरेर आउनुहोस् त। यसो गरौँ न, अब मसँग जम्मा 50,000 रुपियाँ छ होइन, त्यो ट्याक्सी बेचेर बाँकी रहेको। अब 15,000 जति त मलाई पनि खर्च चाहियो, डेढाको भाडा तिर्नु पऱ्यो होइन। यो 35,000 जति यहाँ छोडेर जान्छु। यसबाट हस्पिटललाई बुझाउनु पर्ने नि तपाईँ बुझाउनुहोस्, बाँकी रह्यो भने खर्च तपाईँ गर्नुहोस्। मलाई चाहिँ मुक्ति दिनुहोस्, म चाहिँ अहिले जान्छु। पैसाले लाग्यो, पैसाले म जान्छु, बिदा हुन्छु। यहाँ सुन्नुहोस् त, 35,000 तिरेर हस्पिटलबाट भाग्न आउनु भएको तपाईँ? तपाईँको ट्याक्सी चलाउँदाखेरि मेरो बुढाको यो गति भयो। तपाईँले 10,000 पऱ्यो नि यहाँ तिर्नै पर्छ, 10 लाख पऱ्यो नि तपाईँले यहाँ तिर्नु पर्छ। 10 लाख त मेरो खप्परमा रौँ पनि छैन होला। ल सबै रौँ उखालेर लिनुहोस्। हेलो, हेलो, सुन्दैछु। साउजी पनि आउनुभयो यहाँ, कुरा मिल्ने जस्तो भइरहेछ कि। अहिले तुरन्त आउनु पर्दैन, 20 जना जति ठिक पारेर राख न, भइहाल्यो नि। ल अहिले यहाँ कुरा मिल्ने जस्तो, ल राख्दैछु। ए साउजी भोक लाग्यो। के खानु त? के मासु र भात खाने हो? लतको पाकेको खसीको मासु र झोल भात खानु मन लाग्यो। ल त ल, म तल क्यान्टिनबाट मगाइदिन्छु है। नै क्यान्टिनको मासु म खान्न, घरबाटै ल्याउने। भोक लाग्यो। ल साउजी, अब घरबाट मजाले खसीको मासु र भात पकाएर ल्याइदिनु पर्यो। मलाई खाना बनाउनु त आउँदैन, म आफू त होटलमा खान्छु। होइन, हाम्रो साउजीले कस्तो मिठो खसीको मासु पकाउनु हुन्थ्यो। अस्ति मैले पैसा बुझाउन आउँदाखेरि हजुर मैले खसीको मासु चिउरा खुवाउनु भयो होइन? त्यो मैले होटलबाटै किनेर ल्याएको। अब लामो कुरा नगर्नुहोस्, फुरुकको घरमा गएर मासु र भात पकाएर ल्याउनुहोस्। हामी 3जनाले पुग्ने गरी पकाएर ल्याउनुहोस्। म अब यति बेला कहाँ घरमा गएर भात खान जाने। ल म पनि अब डिपोजिट गर्नेतिर लाग्छु। ल तपाईँ पनि भात पकाएर ल्याउनु। म मरे आयो बाबा, निन्द्रा लाग्छ। पुग्यो अब, धेरै नखानुहोस्, पेट दुख्छ तपाईँको। पेट दुख्यो भनेदेखि फेरि मलाई यस्तो थोक किनेर ल्याइदियो, उस्तो थोक किनेर ल्याइदियो भन्छ। ल्याउनुहोस्। ओहो, मेरो त स्कुलबाट बच्चा आउने बेला भएछ, तपाईँ कुर्नु बस्नुहुन्छ दाइ? म त भ्याउँदैन बहिनी, म त अब ससुराली गएर श्वास लिन जानु छ। अब उहाँ साउको ट्याक्सी चलाएर बिरामी हुनुभयो उहाँ होइन। अब उहाँ साउजी कुर्नुहुन्छ होला नि त, होइन साउजी? ल हामी त जान्छौँ है। ल जाऊ।
ए साउजी के सर्ट टोइलेट जाने गयो भइहाल्छ नि त तपाईँले टोइलेटलाई मलाई किन भन्नु हिँड्न सक्दैन भाडा ल्याउनुहोस् न पिरले दाइ रातभरि निन्द्रा लाग्दैन मलाई त हेर्नु त कस्तो पिरमा परि म त तेरिका केही चिन्ता लिनु पर्दैन सबै ठिक हुन्छ भाइ सबै ठिक हुन्छ भयो ठिक साउजी कहाँ तपाईँ यहाँ आउनुहोस् त यहाँ आउनुहोस् के तपाईँसँग एउटा कुरा गर्नु छ के कुरा गर्नु छ ल साउजी तपाईँले अब एक बोरा चामल ग्यास घिउ चिनी चियापत्ती दाल 2 महिनाले पुग्ने गरी रासन पानी किन्नु पर्यो तपाईँले तपाईँको ट्याक्सी चलाएर उहाँ घाइते हुनुभयो हो त्यति त गरिदिनु पर्यो तपाईँले होइन बच्चाहरूको स्कुलको फिस पनि तिर्दिनु पर्छ साउजी तपाईँले नगर कसले गर्छ भन्नु त ए हस् हुन्छ अबदेखि तपाईँले जे भन्नुभयो त्यो सबै म पुरा गरिदिन्छु है ल हस् जेठा त्यसपछि म त हस्पिटलबाट भागेपछि नि त 1 महिना त अन्डरग्राउन्डमा हिँड्नु नि यस्तरी भागेँ त्यसैले आफूले नजानेको अर्काको भर पर्नुपर्ने काम कहिले पनि नगर्नु तिमीले जानेको काम भनेकै डकर्मी काम रहेछ त्यही काम गरे भइहाल्यो नि अब विदेशमा गएर डकर्मी काम गर्नु हुन्छ यहाँ त्यो काम गर्न हुँदैन त्यही काम गर्नु आमै कहाँ उहाँले डकर्मी काम गरेर हुन्छ र हाम्रो आफन्तहरूले त कोही हेलिकप्टर उडाउँछन् कोही केबल च्यानल चलाउँछन् कोही उपसचिव छन् घटीमा पनि सुब्बा छन् उहाँले डकर्मी काम गर्यो भने हाम्रो इज्जत जाँदैन अब के हो त अब सुब्बाको तलब भनेको जम्मा 6-7 हजार हो सेक्सन अफिसरको त्यस्तै 8-9 हजार उपसचिवको 11-12 हजार भनेपछि तपाईँको ज्वाइँले डकर्मी काम गरे पनि दिनको 400 को हिसाबले महिनाको 12,000 हुन्छ 12,000 भनेको राजपत्राङ्की द्वितीय श्रेणीको तलब भइसक्यो उहाँ भनेपछि अब उपसचिव सरहको आम्दानी भएको ज्वाइँ पाएपछि के चाहे तपाईँलाई ल भन्नुहोस् त आम्दानी उति भएर कहाँ हुन्छ र हजुर सेक्सन अफिसर उपसचिवलाई सबैले नमस्कार गर्छन् कहाँ डकर्मीलाई नमस्कार गर्छन् त्यो त अब सबै लवाईको कारणले गर्दा हो अब डकर्मी भन्ने बित्तिकै ठाउँ ठाउँमा तालेको च्यातेको उद्रेको लुगा लाउनु पर्ने खाँदाखेरि पनि त्यही लुगा सुत्दाखेरि पनि त्यही लुगा उठ्दाखेरि पनि त्यही लुगा जेठा त्यो त सुत्दाखेरि जुन लुगा लगाएर सुत्ने उठ्दाखेरि त्यही लुगा लगाउनु त हो नि राति सपनामा निन्द्रामा कसले लुगा फेर्छ र सुत्ने बेलामा नफेरे पनि उठ्ने बेलामा त फेर्न सकिन्छ नि चट्ट सुकिलो लुगा लाउनु काममा जानलाई यसो एउटा सेकेन्ड ह्यान्डकै भए पनि किस्ताबन्दीमा चाहिँ एउटा मोटरसाइकल किन्नु डर मोटरसाइकल चढेर काममा जानु अनि मजाले काम गर्नु अगाडि लुगा सुगा फेरेर एप्रोन स्याप्रोन लगाएर मजाले काम गर्नु अनि काम गरिसकेपछि फेरि नुहाइधुवाइ गर्नु दिउँसो खाना खाने बेला पनि चना चिउरै भए पनि त्यो खानलाई त्यो माटो सिमेन्ट लागेको हातले होइन एकदम साबुन पानीले हात धोएर राम्रो सफा प्लेटमा राखेर काँटा चम्चाले मजाले अलि राम्रो उच्च स्तरीयले खाना खानु अरूले हेर्दाखेरि पनि राम्रो देखोस् अनि त्यसो गरे पो त अलिक कामको इज्जत बढ्छ आफूले कामलाई इज्जत दिए पो त कामले पनि आफूलाई इज्जत दिन्छ कुरै नसुनेको कहाँ गएको होला ले कहाँ गएको थियो ए आइपुग्नु भयो आइपुग्यो त अनि त्यो छिप्पड त चौतारीमा छलफल हुँदा फुत्त लाएर भाग्यो रे नि त थाहा पाइसक्यो तिमीले थाहा पाइने ल अघि चौतारीबाट फर्केकाहरूले सडकै उचालेर चाहिँ हल्ला गरेर जाँदै थिए ए होइन त्यो मान्छे के अलिक एकरो छ जस्तो छ कि क्या हो
एकोरो होइन, एकोरो दोहोरो त्योरो चौरो नै छ त्यो मान्छे। हाय के भनेको त्यो? मेरो विचारमा त्यो मान्छेलाई केही पिरले के कुराले मनमा खोचिरहेछ के, त्यही खोचेको कुरालाई सोचेर बचिरहेको जस्तो लाग्यो मलाई। हो र? पिर परेछ। नमस्ते जेठाबा। कहाँबाट कसले नमस्कार भन्छ, नमस्ते भन्छ? जेठामा तपाईँलाई पनि नमस्ते। यो त त्यही छिपटको स्वर जस्तो छ नि। हो जेठाबा नमस्ते। लौ न। ले नमस्ते जेठाबा। अब कुन बेला यहाँ आएर लुक्न आइरहेको छ यो मान्छे त? जेठामा तपाईँलाई पनि नमस्ते। आउनुहोस् बाहिर। जेठाबासँग एउटा मिटिङ छ। जेठाबा भित्र आउनुहुन्छ कि म बाहिर आउँ? अब हामी मुसा बिरालो हौ र, अब यस्तो फलैचा मुनि बसेर मिटिङ गर्नलाई? त्यही त। के तालको मान्छे। आउनुहोस् बाहिर। के भन्ने अब? हेर ल, त्यस्तो अप्ठ्यारो ठाउँमा पनि छिर्नु, त्यस्तो ठाउँ लुकेर बस्नु। बिरालो जस्तो। जेठाबा अघि जेठाबाले त्यो आफूले नजानेको काममा कहिले हात नहाल्नु, जानेको काममा मात्रै हात हाल्नु, अनि फेरि काम भनेको ठुलो सानो केही पनि हुँदैन, काम भनेको सबै भगवान् हो, देउता हो भन्नुभएको थियो नि। त्यो कुराले चाहिँ मेरो आँखै खोलिदिनु भयो। आँखा मात्रै चस्मै खोलिदिनु भयो। जेठाबा अब म आफूले जानेको त्यही डक्टरमै काम गर्छु। बरु जेठाबाले चाहिँ त्यो सुटेट पुटेट भएर काम गर्नु भन्नुभएको थियो। अब सुटपुट किन्नलाई पैसा बन्द हुनु पर्यो। मसँग एक जो लुगा सेवा केही छैन जेठाबा, के गर्ने होला त्यही। अनि फेरि मलाई डक्टरमै काम पनि कसले देला र? यस्तो राम्रो काम जान्ने मान्छेलाई कामको के दुःख? उहाँको भतिजोको त धेरैवटा घर बनाउने अनि बेचिदिने कामै त्यही छ। अनि उहाँले भनिदिइहाल्नुहुन्छ नि। ल जेठाबा त्यति आशीर्वाद दिनु पर्यो। ल ठिक छ, उसो भए भोलि बिहानै दुईजना सँगै काठमाडौँ जाउँला, मेरो भतिजोलाई म चिनाइदिउँला, अनि आफूले जानेको डकर्मे काम गरेर खानु है त। बरु त्यो सुटबुटको लागि म पैसा अलिअलि ऋण दिन्छु, पछि तिर्नुपर्छ तर काम गरेर। म तिर्छु जेठाबा, तिर्छु। अहिलेसम्म कसैको एक पैसै खाएको छैन। ल ल जेठाबा आशीर्वाद पाऊँ। ल आशीर्वाद। ल काम गर्नलाई लाज मान्नु पर्दैन, डकर्मी काम गरेर आफूले जानेको काम गरेर खानु। जेठियामा तपाईँ पनि आशीर्वाद दिनुहोस्। ल ल जय होस्, जय होस्। ल ल आशीर्वाद आशीर्वाद। जेठियामालाई ढोकेको भनेको त भाँडोले पो ढोकेछु। ठिकै छ नि, राम्रै हो नि। मानिसले जिन्दगीभरि दुःख गर्ने भनेकै यही थालमा राखेर खानकै लागि हो। के हो, राम्रै हो नि। यो थाल भने लक्ष्मी हो, थाल भाँडा भनेकै लक्ष्मी हो के। उसले फेरि एकचोटि थालै ढोक्छ। लक्ष्मी हो। कहिले खाना लाउनलाई दुःख नहोस् हैन। ल दुःख नहोस्। ल ल भयो 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 भयो। ल जय होस्, जय होस्। ल कहिले खाना लाउनुमा दुःख नहोस् के। भयो भयो भयो। हस् हजुर। ल चिप्पड बाबु, ल मेरो भतिजोको घर कति राम्रो चुचु परेको है। राम्रो थियो नि त। घरलाई नमस्ते गर्नु। भतिजा, ए भतिज, भतिजा, ए भतिज, ए भाउ। व्यापारी मान्छे घरमा छ कि छैन? अन्त आफूले पनि फोन सोन गरेर आउनु पाइएन, त्यसै आयो। ए यता पो भाग्यमानी भाइ छ, भाग्यमानी भाइ। भित्र जाऊ न। भित्र यतै बसौँ न एकछिन। काठमाडौँको यस्तो न्यानो घाम छोडेर के भित्र बस्नु। यो तिमीले चौर कस्तो राम्रो बनाएको भयो। जहिले आयो भने मलाई यो चौरमा बस्नु मन लाग्ने के। जाने यिनीहरूले। चिपड हो, बस बस बस। अनि सन्चै हुनुहुन्छ ठुलबा? ठुलबा अरे सबैले जेठबा जेठबा भनेको सुनिरह। एक्कासी तैँले ठुलबा भनेको सुन्दा त अरू कसैलाई बोलाएको जस्तो पो लाग्दो रहेछ मलाई त। अरूले जेठबा भने नि मेरो त ठुलबा हो नि। हो हो हो, त्यो त्यही पनि जेठबा र ठुलबामा के फरक पर्छ? छैन बा, छैन। सन्चै छु, सन्चै छु, धन्यवाद। अनि ठुलबा के कति कामले पाल्नु? तँलाई अलिकति दुःख दिउँ कि भनेर आएको बा। यो बाबु उतैबाट सँगै
आएको है। यसको नाम चाहिँ अलि हाँसउठ्दो छ, छिप्पट प्रसाद यो बाबुको नाम चाहिँ। के गर्नु, बाले यस्तै नाम राखिदिनु भयो। अब त उमेरले पनि यो नाम सोध्न थालिसक्यो, छिपिसकेँ म। यो बाबुले चाहिँ डकर्मी काम जाने रहेछ र अरबमा गएर 2 वर्षसम्म यही काम गरेको, डकर्मी कामै। अहिले नेपालमा आएर चाहिँ 2 वर्षदेखि अब केही काम नपाएर त्यसै बेरोजगार भएर हिँड्या रहेछ। मैले चाहिँ के सुझाव दिएको भने आफूले सिकेको सिपलाई प्रयोग गर्नु, त्यही डकर्मी काम गरेर मजाले कमाउनु सकिहालिन्छ, त्यही काम गर्नु भनेको। यो बाबु पनि तयार भए। अब तिम्रो त यो घरसर बनाउने काम थुप्रो छ होइन, यो बाबुलाई पनि तिमीसँगै काम लगाइदिन्छौ कि भनेर लिएर आएको बाबु। हेर्नुहोस्, मैले पनि यो कन्स्ट्रक्सनको काम गर्दा डकर्मीबाटै काम सुरु गरेको। काम गर्न के को लाज? मेरो साइडमा थुप्रै काम गर्ने केटाहरू छन्, तपाईँलाई पनि लगाइदिइहाल्छु नि, त्यही पनि ठुलबाले भनेपछि। मैले यो छिप्पट बाबुलाई के भने डकर्मी काम गरे पनि अलि सुकिलो लुगा लगाऊ, सफा खानेकुरा खाऊ, काम गर्न सकेपछि नुहाऊ, अनि अर्को लुगा लाएर घर जाने गर्नु होइन। अनि एउटा सवारी साधन पनि किन भनेर भने, किनभने अब बस कुर बस चढ बिस्तारी उता रोक्दै जाँदाखेरि धेरै समयको बर्बाद हुन्छ क्या है। त्यसैले सेकेन्ड ह्यान्ड एउटा भरभरी पनि किन भनेर भने। बरु तिमीले त्यो फाइनेन्स कम्पनीतिर भनिदियो भने किस्ताबन्दीमा भरभरी किन्नलाई अलिकति ऋण पनि मिलाइदिएला नि, बरु म जमानी बस्थेँ होला हुन्न। मोटरसाइकल त मेरै अफिसमा छ नि, त्यही चढे भइहाल्यो नि। ल पछि त्यो अर्को किने भइहाल्छ। ल भइहाल्यो। धेरै धेरै धन्यवाद, धेरै धेरै धन्यवाद। भइहाल्यो नि, अब कामै सक्यो, कामै बन्यो। माथि जाउँ, हात मुख धौँ अनि खाना खाउँ। खाना खानेर अब खाऊँ न, म कहाँ आएर खाना नखाइकन जानुहुन्छ? अब यो काठमाडौँ आयो कि साथीभाइ नाता गोताका खाँदै फुर्सदै हुँदैन नि, के भन्ने। ल जाउँ त, ल केही अप्ठ्यारो मान्नु पर्दैन। नु दाई असले चुक्या था ट्विटर मोने काम गर्न जान्थिला भइसक्यो। जाया मनले बे हाम्रो उठी जागै वइनी भेल्छु नि पगा। केको लागि आउनु होला? घर किन्न आउनु भयो? घर सबै बिग्री भइसक्यो। घर किन्न आएको होइन, मेरो नाम छिप्पट प्रसाद हो। आजदेखि मलाई यहाँ ओम सरले डकर्मी काम गर्नु बोलाउनु भएको छ। पक्नुहोस्, म सोधेर आउँछु। डकर्मी जाया हो बुढ़ी पी जाते हो कुड़िया कुड़े बहुत छुटे जी यार। जानुस्। मोटरसाइकिल गया ताई चिना सूट फिना ओम स्वे फिल्म मिति में हीरो थे सो डकर्मी जाए हो पासिया ओप सुकुल गुन्डा कौ ख ठिकै जिमेको ठ स्वे भौसा थे सो ठक सुंग थई जाए साला जे जिल्ली मे पनि खन्छु लान्छु न आफ्नो काम गर धा हाउ या न ओ भैया ऐसे करना जैसे क्या नमस्ते, मेरो नाम छिप्पट प्रसाद। पापड प्रसाद होइन, छिप्पट प्रसाद। गजो नाम हो छिप्पट। म पनि आजदेखि डकर्मी काम गर्न आएको। गर्नुहोस् छिप्पट भएको जो नाम हो। हो यार, इसमें कंपनी सीआईडी रंग दे हो यार, यांगी क्या मतलब आलम चावर वालों से ला इन रंग में यार फिर कहते यार
या समा खनिसा जायो या मिले मजु मजु हो माला खन्छनस यहाँ से देउला हो अले आंगे बेकुल की से देगा अच्छी बाजे पर आज पिसा यहाँ आता है यहाँ को जाया सा शों शों खन्छनस से देगा नेवा भ्याठु याले गुले हान्छु न छिपाट भाइ छन् नेवा भ्याठुला बुझ्दैन मठु मठुई मा कोन ठु गव भ्याठु या बुझ्दिन दला नि मुखसला सुनकै चुनि नि भ दाउ खान जा मन मथे छिचन्यु गना मन राउ नुगका ए मैचा छंगु नुगले चुनि म भ पाला मिल जासी खन छिया बजी नि तुइ दाइ जियाले जिम मेथा बिया छे ढेर त म जिम के त राको पाको ढेरे छ यो नेकी छिप्पट जी तपाई नेवरक्रा बुझ्नुहुन्छ बच्चा बुझ्छु रे अब तपाईहरुले सिकाइदिनु हुन्छ त्यसपछि सबै बुझ्छु तर अहिले त केही बुझ्नु भएको छैन नि नबुझे पनि अलिअलि अन्दाज गरेछु तपाईहरुले के कुरा गर्नुभयो भनेर हाउले थाहा पाऊ के बुझ्नु भयो त ल भन्नु त अहिले काम गरौँ अनि एकछिनपछि भन्नुला हुन्छ ने यहाँ लासिल मारे मलाई जी गुली मजा लासिल जन खला जे डाट हुन नि तस्काय फासिया अबै छन नै द असालना लासिले माउला हो खनी जिला लासिला वया ने द सरी याबले आलमुशा बजी का बिच आलमुशा बजी ने हम होस पा सुना बिउ का दया मैं के लिए मलार का दया सुना बिउ मखका खया तो आलबजी का नन जिरल टिकै जिनुगला एला बच्चा सिसी तिर गरे यहाँ झिमक्ला न माने जो मक्का खौ जो याद नि तताजुला सोजगा झिंजको जोसाला ससु मरेको पुना छेनगा ओ या सन्त गयामा एलाको भात लागि सन्त हिन्दो लागि अठी यो पिली से ब्याएले जिला बाला म सफा सुगर स्वेर राजकुमार थे जामली से वो ब्याएगा सिला वो छिपट चिर खना ढालजी के मंगला छ सिला सोना मन हेलो काइ सिला अब जियोला ट्विचा जी ब्या छै मामा के या त लाला ठेम्पा बाठन टाइम दे नि ओहो अनुसोले अनुसोले भइसकत नाही त काटा चम्चा ओहो साबिल ठीक चले आउठेन छ नि हौ हैसियत सुया यो कय फाफटी किन मामा ज्या छ न का सो हैसियत के अंदर का वो ने बेले बालको सफा जिया लासला काटा चम्चा नौला खनी ज्याबले मेउलो फी धाउ खसा जिथन अठे यामालो खनी खाएको कस्तो राम्रो साएको तपाईले हामीले गरेको कुरा बुझ्नु भयो बुझी न काँटा बुझी स्याङ्गी बुझी चटक्क बुझी अरू बुझी न
होइन तिमी कहाँ काम गर्छौ? तिम्रो अफिसको नाम के हो? बृहत छ, एकदम ठुलो। के हो मैले पनि राम्रोसँग बुझ्न सकेको छैन क्या। अलिकति फाइनेन्ससँग पनि सम्बन्धित छ है। अनि त्यसपछि इट्टा ढुङ्गा रोडा माटोसँग पनि सम्बन्धित छ। अनि त्यसपछि फेरि आकाशमाथिबाट प्लेन पनि उडेर जान्छ। फेरि महानगरपालिकाको मान्छे पनि आइरहँदो रहेछ। फेरि के हो फेरि त्यो ट्रक पनि आउँछ फेरि भुरभुर गरेर है। त्यसपछि फेरि बाथरुमको सामानहरू पनि यताउता लगिरहेको हुन्छ। के हो बैंक जस्तो पनि छ। फेरि पैसा पनि थुप्रो छ। कारोबार भयङ्कर ठुलो रहेछ होइन। अनि मैले ठम्याउनु सकेको थिएँ। के हो म पछि भनौँला। जस आज एकदम राम्रो काम पाइयो है। त्यो काम पाएको उपलक्ष्यमा म एकदम खुसी छु। मसँग पनि सबै मान्छे खुसी छन्। त्यसैले म तिमीलाई रेस्टुरेन्ट खान लैजान्छु। तर आज यो टेलर मात्रै तल पाओस् न। पहिले त चिया खुवाउनु तिमीलाई खुसियालीमा। त्यस तर जस काम एकदम आनन्दको छ। आनन्द। त्यसो भए तिम्रो अफिसमा मलाई पनि लिएर जाऊ न। पकान लौला। पहिले मजाले आफ्नो हात बसोस् होइन। सब रेडी होस् लैजाऊ होला। सरप्राइज भिजिट हुन्छ तिमीलाई। बाइक त यतै जस्तो छ। यता कता होला खोजौँ न यसो। चिप्पट ए नमस्कार। ए हाई लक्की देख्यौ डगर्मी काम गरेर। आउनुहोस् न एकैछिन आउनुहोस् न माथि आउनुहोस्। मैले गरेको काम हेरेर आउनुहोस्। ए कसरी पत्ता लगाउनु भयो तपाईँहरूले म यहाँ काम गर्दैछु भनेर? डकर्मी काम गर्ने मान्छेको मती बिग्रिएपछि यस्तै हो। लाज लाग्दैन तपाईँलाई? होइन लुगा त लगाएरै काम गरेको छु। लाज मान्नु पर्ने त केही त्यस्तो छैन। हेलो हेर छिप्पट तिमीले यो डकर्मी काम छोडेनौ भने म तिमीसँग बिहे गर्दै गर्दिनँ। 1 गर्दिनँ 2 गर्दिनँ 3 गर्दिनँ। डकर्मी काम पनि म 1 छाड्दिनँ 2 छाड्दिनँ 3 छाड्दिनँ। अब आफै जानेको कामै त्यही हो। छोडेर के गर्ने? तिमीलाई पाल्नु पर्यो। मलाई मेरो आफन्तहरूले यति राम्रै अप्सरास्ती छोरीको श्रीमान के काम गर्नुहुन्छ भन्दा के मैले डकर्मी काम गर्नुहुन्छ भनेर भन्ने? डकर्मी काम त गर्नु भइहाल्छ नि। अधर्मी काम पो गर्नु हुँदैन। मैले डकर्मी काम गरे पनि हाम्रो मायालाई पटक्कै भत्किन दिन्न। मेरो हृदयभित्र 4वटा 8 लाइनको रड राखेर हाम्रो मायालाई ढलान गरिदिन्छु। अनि मायाको सिमेन्टमा 1 थोपा पनि मिसावट नगरिकन आत्माले चालेको बालुवा राखेर हाम्रो मायालाई प्लास्टर गरेर चम्काइदिन्छु। अनि प्रकृतिले दिएको यस्तो प्लास्टर पेरिस जस्तो सौन्दर्यको म 1 थोपा पनि रङ खुलिन दिन्न। हजुरहरूले केही धन्न मान्नु पर्दैन। म तपाईँलाई एउटा लास्ट चान्स दिन्छु। तपाईँ साहित्य पनि धेरै राम्रो बोल्नुहुँदो रहेछ। बरु साहित्यकर्मी कलाकर्मीको काम गर्नुहोस्। यो डकर्मी काम छोड्नुहोस्। लक्कीको ड्याडीज्यू म साहित्यकर्मी कलाकर्मीले साहित्य सुनाउने कला देखाउने हल बनाउने डकर्मी काम गर्न सक्छु। तर साहित्यकर्मी कलाकर्मी चाहिँ हुन सक्दिनँ। ढोलकी छु वे बिहा मज्नेकी छु सुशुजी चिया मगाउँ चिया खानुहुन्छ? हेर त्यसो भए म तिमीलाई सम्झेर कहिले पनि रुन्न र तिम्रो श्रीमती हुँदा पनि हुन्न। ठिक छ म मेरो हृदयलाई सम्झाउने कोसिस गरौँला। हेर न म यस्तो मान्छेसँग बिहा गर्छु अनि ठुलो घर बनाउँछु
र त्यो घर बनाउने बेला डकर्मी चाहिँ तिमीलाई नै बोलाउँछु। हुन्छ, म 1 पैसा पनि नाफा नखाइकन बनाइदिन्छु। अनि तिम्रो श्रीमानले तिमीलाई सधैँ माया गरोस् भनेर आशीर्वाद दिइदिकन तिम्रो बेडरुम बनाइदिन्छु। अनि तिम्रो घरमा सधैँ मिठो मिठो खानेकुरा पाकोस् भनेर तिम्रो किचनमा मार्बल ओछ्याइदिन्छु। अनि मेरो याद एक थोपा पनि तिम्रो घरभित्र नछिरोस् भनेर 14 इन्ची बाक्लो 7 फिट अग्लो कम्पाउन्ड वाल लगाइदिन्छु। देखेश्वरी, यो एक कुरा त तपाईँ माया गर्दै गर्दैन। एउटा राम्रो केटो खोजेर बिहा गर्न भने त मान्दैनस्। थाहा पाए छैन? थाहा पाएँ मम्मी। अबदेखि म जिन्दगीमा कसैसँग पनि प्रेम गर्दिनँ। आफ्नो श्रीमानसँग त गर न। चुप लाग तिमी। राम्रो केटी किन छोड्नु बानी? बरु डकर्मी काम नै छोड्नु भावे हुन्थ्यो नि। मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छ। जति रुवाओस् धरधरी रुवाओस्, आफ्नो भन्ने आफ्नै हुन्छ। मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छ। मेरो भतिजोले यत्रो प्रगति गरेर काम गरिरहेको छ, यो काम एकपल्ट हेर्न मन लाएर पनि म यहाँ आएको। तर एकछिन फुर्सद नहुने रहेछ त्यसको। कति फोन आइरहने हो। अनि बाबुलाई दुःख दिएको मैले। के को दुःख? झन् मैले ठुलोबालाई घुमाउन पाएँ। अनि बाबु के इन्जिनियर हो यहाँ? होइन, सुपरभाइजर। ए, कति काम गर्छन् गर्दैनन् त्यो हेर्ने काम। ए, अनि त्यो छिप्पड बाबु छ नि, मैले उसलाई काम मिलाइदिएको यहाँ। त्यसलाई पनि एकपल्ट भेट्छु। कहाँ छ त्यो? कहाँ काम गर्छ? जाउँ न, म लगिदिन्छु नि। ए, मेरो लट्ठी लिनु बिर्सेछ। म ल्याइदिउँ कि? तीसम्म त होइन, जाउँ। अनि यहाँ कतिवटा घरहरू बनेको? जम्मा 72वटा। 72वटा? हजुर। अनि कतिवटा बिक्री भइसक्यो नि? 72वटा सबै बिक्री भयो। 72वटा सबै घर बिक्री भइसक्यो? हजुर। राम्रो घर भएपछि बिक्री भइहाल्छ नि। यस्तो राम्रो छ। नमस्कार बा। कसलाई? मलाई नमस्कार गर्नुभयो? हजुर। सुन्नु भएको छ र? यसो हेर्दा तपाईँ ठुलै मान्छे जस्तो देख्छ। ढुङ्गा पनि लामो लामो छ। अनि हजुरको मुख त हाम्रो साउजीसँग ठ्याक्कै मिल्ने रहेछ। अनि हाम्रो साउजीको बुवा भनेर। साउजीको बुवा होइन, साउजीको ठुलो बुवा म। ए ठुलो बुवा? बुवा नमस्कार है। साउजीको ठुलो बुवा। कस्तो अन्दाज गर्नु भएको भाइहरूले। सुपरभाइजर साहब, हामीले 5000 पैसा मिलाइदिनुहोस् न। हाम्रो जात्रा छ के? भोलि लिनु, म भनिदिउँला। कहाँ सुपरभाइजर साहब, भोलिदेखि त आउँदिन हामी। 7 दिनसम्म त आउँदिन। जात्रा छ हाम्रो। अस्ति पनि 3 दिन जात्रा भनेर 3 दिन आएनौ। ल, यो महिनामा 10 दिन जात्रा छ हाम्रो। 10 दिन भोज छ, नख्या छ, जात्रा छ। अब जात्रा छ भने जात्राको लागि चाहिँ झन् धेरै खर्च लाग्छ। त्यसको लागि चाहिँ झन् धेरै काम गर्नु पर्यो नि। काम गरेपछि धेरै पैसा आउँछ। अनि दिनभरि काम गरेर पैसा कमायो, अनि घर गएर जात्रा मनायो। त्यसो होइन र? कहाँ बा, जात्रामा त दिनभरि मजाले एला खानुपर्छ नि बा। त्यसरी मजाले धेरै एला खानु हुँदैन। कलेजो मैला हुन्छ पेटभित्रको। अनि कलेजो मैला भयो भने अनि मनायो जात्रा। स्वास्थ्य बिग्रेपछि धेरै खानु हुँदैन। बरु बाबुहरूले छिप्पड बाबु देख्नु भएको छ? छिप्पड? छिप्पड त्यहाँ छ बा? मैले देखेको छु। यो घरमा? ए ल, त्यो ऐला सेला धेरै नखानु बाबु है। स्वास्थ्यको ख्याल राख्नुपर्छ। ए छिप्पड बाबु के हो? जेठाबा, ए जेठाबा ढोकी जेठाबा। भाग्यमानी भए। अब जेठाबाको कृपाले काम गर्ने बुद्धि पलायो। अब काम गरेपछि भागी मान्छे त्यसै भइहाल्यो नि जेठाबा।
अनि आज कताबाट त जेठा? अब तिमीले नै के कस्तो काम गरिरहेछौ भनेर बुझ्न मन लागेर एकपल्ट आएको नि। तिमी पनि नआउने कि भोलिदेखि? तिम्रो दाइ त नआउने रे, तिम्रो दाइ त जात्रा मनाउने रे। म त आउँछु काममा। आउनुपर्छ बा, आउनुपर्छ। कामले कहिले पनि व्यवस्था गर्नु हुँदैन। कामै त हो भगवान् भनेको। त्यसैले कामलाई नि पूजा गर्ने, काममै रमाउने, कामलाई नि जात्रा मनाउने, अनि मात्र त हुन्छ उन्नति। ल ल म गएँ है त। हस् जेठा बा, ल फेरि ढोके है जेठा बा। ल ल ल ल राम्रोसँग स्वास्थ्यको पनि राम्रोसँग हेरविचार गर्नु है। ल ढोका नै ठुल्बा। ल ल भाग्यमानी भएस, आशीर्वाद छ तँलाई मेरो। साँच्ची तँलाई अहिले फोन गरेँ किन भनेदेखि त्यो छिप्पड छ नि कस्तो काम गर्दैछ हौ त्यसले। आफूले जुम्मा लगाइदिए मान्छे पिर लाग्दो रहेछ के। मान्छे चाहिँ मेहनती पनि रहेछ, फुर्तिलो पनि छ, अलि चम्बु पनि रहेछ। आएको 5 दिनमै डकर्मीको बहिनीलाई प्रेम गरेर मोटरसाइकलमा लगिरहेछ। डकर्मीको बहिनीलाई सँगै लिएर हिँड्न थाल्यो रे। अनि के भने आयो? त्यसको त अर्कै एउटा केटीसँग प्रेम थियो त। खोइ त्यो त मलाई थाहा छैन। ल ल जोस् राम्रो काम गरिरहेको रहेछ, खुसी लाग्यो। ल ल राखिदिन्छु है त। ढोका नै ठुल्बा। ल ल ल दर्शन, ल आशीर्वाद छ तँलाई। आहा पखाला क्या भाला के देखा तो। आहा सो अंगे इंगो फुकै मिले जुता। हां जला सोमो ख छिपर्चा। आस्कै हां झिसैले वो छिपर्चा इंजीनियर भौमजी अले फिज पुल दे ढमरिया कलेज पिटनालजी जगमी जाया वल गठो। खै खै ए आइते चुडी खाऊ। तमाङ भाषाबाट चुडी खाऊ भनेको यहाँ आऊ भने हैन? ए ल भन त यो गाह्रो हो त्यो छिप्पट डकर्मीले लाएको कि अर्कै डकर्मीले लाएको? इटा चाहिँ हामीले पकेको मसला तपाईँ बहिनीले बनाएको। अन्त यार गाह्रो चाहिँ छिप्पट डकर्मीले लगाउनु भएको। ए आस्कै उन जात्रा छिम्के जाया हो होला। जाया हो। आस्कै झिसेबले वो छिप्पट चाहिँ चुम्बक छिम्के नकाउ।
जितना 18 लख उखनु जिमके यो कोठा दुहाउना वो फुमा ठ्याक्क पिका सोयाला वो चिपरचे वो जिमके यो फोटो निम ठ्याक्क चुवासँग फोटो चाहिँ त या ए अले वो फोटो खसानी से जित थयो ताप्याउला हिन लड़की चचिन्यो म वो चिपरची त उकिन कने खुनु ठ्याक्क गटान जो ना वो जाबला है ठ्याक्क सुया खसुरिया दियो मचितयो नि पठे कमची होला आ यो त्यो थियो नि मसाना जुयो नि खला आ जिना वो छिम भाउजू खेनी छि त पुर्याना आयो नि बगला ए जिम के न वो चिपरचा ना पा वसा थौ दे सुसा मसु पाएन सुले चाच अच्छा स्वासकै यो जे रे पुसा हटे खकला यो तेले निकै किन बिमा नमस्ते दाइ ए नमस्ते नमस्ते यो स्टाइल पार हुँला निगा जुतले खाना नमस्ते दाइ म थौला निपल हापी नमस्ते स्वासकै कन्सर्न चाहिँ वत्ति निपानो जोए ना पेपल हाट नमस्कार आइतिनी म छु जिमे खलानो खठुला अलिकति छु सबै म छु पछि फुक्कै छु सुआवा न्युते छ स्वासकै कने ससले वे त वन्यो भाइ सेकिन गल काका आस्कै झिन वो छिपर चिथे 6 मोटरसाइकल न्यानो तले झिक्को दिलते नि वो बस ए फाटु भागो जुक्क ठस नवे तला जवेन अन्दिबा दिवाको दिवा मोटरसाइकल न्या त फाइनान्स में बिउ हो वो फाइनान्स जो राजेन्द्र सर जी मस्यु होला किस्ता बन्नी न्याउ का ए फाइनान्स में बिला बिउ एसा न्याउ बा छ अनि मोटरसाइकल गेसालाले छ का अन सरकसेला माखन साइकल गया किन्यौ आ छिला माको सोया बुझिछे का किसान चाहिँ मोटरसाइकल गेसके मफैला कोइ छ मफै मोटरसाइकल न्याउ निसा कन्त जिनु जका प्र्याक्टिस या जाला हैजाला बेगाबी जी अनि आज तिमीले मलाई यहाँ किन बोलाएको भन त मैले त के कुरै बुझ्न सकेको छैन हैन अस्ति नै या चौतारीमा मलाई उपस्थित गराएको थिए नि मेरो भाइहरूले मैले बिहे गर्दिनँ भनेर त्यो बेला त म फुत्त बिचबाट उठेर गएको थिएँ हो अनि जेठाबाबुको फलैचा मन्त्री आएर लुकेर बसिरहेको थिएँ अनि काम गर्नु सहर गएँ हो त्यसको चाहिँ छिनोफानो त गर्नु भएको छैन नि त्यसको छिनोफानो गर्नु बाँकी छ त्यसैले आज जेठाबाले छिनोफानो गरिदिनुहोस् भनेर चाहिँ मैले जेठाबालाई त्यति तकलिफ दिएको जेठाबा ल अब यो छिनोफानो त मैले अस्ति नै लेखेर कागज यहाँ खल्तीमा राखेर हिँडेको थिएँ अब तिमी छलफल हुँदा आउँदै बिचमा छोडेर उठेर गइहाल्यौ बेपत्ता भइहाल्यौ ल ठिक छ ल म आज यो पढेर सुनाउँछु ल सुन्नुहोस् है त ल आजभन्दा केही महिना अघि सुरु भएर बिचमा रोकिएको छलफल सुनिसकेपछि यो बेला के निष्कर्षमा पुग्दछ भने काम भनेको भगवानको पनि भगवान हो भगवानको पूजा मात्र गरेर खान पाइँदैन काम गरे मात्रै खान पाइन्छ मान्छे बरु अग्लो होचो हुन सक्छ तर काम अग्लो होचो सानो ठुलो हुन सक्दैन विदेशमा कामलाई इज्जत गर्छन् त्यसैले नेपालीहरू विदेशमा जे काम गर्न पनि तयार हुन्छन् तर नेपालमा कामलाई ठुलो सानो भनी वर्गीकरण गर्न चाहन्छन् र सबै कामलाई इज्जत गर्दैनन् काम गरेर इज्जत जाने होइन काम नगरे मात्र इज्जत जाने हो विदेशमा सिकेको कामलाई अनुभवलाई आफूले स्कुल कलेजमा गएर पढेको सम्झिनु पर्दछ र त्यो विदेशमा सिकेको काम र अनुभवलाई सिपलाई आफ्नो राष्ट्र निर्माणमा लगाउनु पर्दछ जहाँसम्म अभियुक्त छिप्पड प्रसादले आफूले विदेशमा सिकेको सिप र अनुभवलाई लाज नमानिकन आफ्नो देशमा प्रयोग गरेर प्रगति पनि गरेकोले निजलाई स्याबासी प्रदान गरिन्छ स्याबास मात्र दिएर पुग्दैन राम्रो काम गर्ने मान्छेहरूलाई त उपहार पनि दिनुपर्छ उपहार के उपहार
महिला साइला कैला कान्छा आफ्नो श्रीमती लिएर यहाँ हाजिर हुनुहोस्। ल हेर्नु जेठाबा, मैले आफूले मात्र बिहे गरेन, सबै भाइहरूको पनि मर्का बुझेर उनीहरूलाई पनि बिहे गराइदिएँ। 5-5 जना दाजुभाइको एकैचोटि बिहे भयो, एकैचोटि भोज भएको, एकैचोटि भोज। ओहो क्या छिलिमिली राम्रो देखेको ल हेर, क्या रमाइलो। ल बधाई छ, ल धेरै धेरै बधाई छ, आशीर्वाद छ तिमीहरूलाई। ल आशीर्वाद छ, ल राम्रो छ। ल हेर सबै 101 राम्रा राम्रीहरू। ल बधाई छ। ल ल हेर कति राम्री। ल हेर यो राम्रो। ल हेर राम्री। ल राम्रो। ल राम्री हेर। ल कति रमाइलो सबैको एकैचोटि बिहे भएको। ल कस्तो खुसी लाग्यो, कस्तो राम्रो खुसीको दिन रहेछ। ल कस्तो रमाइलो होला, त्यस्तो दिन पनि आउँदो रहेछ लागेर। कति राम्रो ढोका बनाएर ल, बिचमा फेरि घडी पनि। ए यहाँ त पानीको फोहरा पनि बनाएको रहेछ तिमीहरूले हेर। अहिले यहाँ कतिवटा घर बनाउनु लाग्यो भाइ तिमीहरूले? यहाँ चाहिँ यहाँ र यहाँ गरेर चाहिँ 20वटा तयार हुँदैछन्। उहाँ आज ठुलबाले शिलान्यास गर्ने ठाउँमा चाहिँ 25वटा तयार हुन्छ। भनेपछि यो एरियामा जम्मा जम्मी कतिवटा घर बनाउनु लागेको? जम्मा जम्मी 113वटा जति बनाउने योजना छ। 113? वाह, 113वटा व्यवस्थित घर हेर। यस्तो व्यवस्थित घर बनाउने योजना आजभन्दा 30-35 वर्ष अगाडि नै आइदिएको भए नेपालको सबै सहरहरू क्या कति सुन्दर र व्यवस्थित हुन्थ्यो होला, है भाइ? जे भयो नि काम त सुरु भयो नि। भयो काम सुरु भयो, जो ढिलो भए पनि सुरु भयो। राम्रो जाउँ ठुलबा जाउँ, उतै बसेर कुरा गरौँ। कहाँ? ए ल अनि अहिले घर बनाउनला 25वटा प्लटहरू चाहिँ यही हो नि। ए राम्रो ठाउँमा जग्गा लिएको रहेछ म, असाध्यै राम्रो लाग्यो ठाउँ ल। अनि साँच्चै यसको यो घर बनाउने सब कन्ट्र्याक्ट चाहिँ मैले छिप्पड प्रसादलाई नि दिएको छु। छिप्पडलाई सब कन्ट्र्याक्ट दिएको? हजुर। आहा राम्रो गरे ल, मान्छे विश्वासिलो छ त्यो छिप्पड, है मेहनती पनि छ। ल अनि छिप्पड खाइ त मैले अहिलेसम्म देखिनँ त कतै। छिप्पड ठ्याक्क 9 बजे ठ्याक्क टाइममै आउँछौ। 9 बजे ठ्याक्कै आउँछ? ओहो ल कस्तो टाइममा हिँड्ने मान्छे ल। ओहो कस्तो ठ्याक्क 9 बजे नै आइपुग्यो ल। ओहो यो त सबै कोही मोटरमा आएका छन्, कोही मोटरसाइकलमा आएका छन् सबैजना। वाह वाह वाह। मैले फाइनान्समा किस्ता बन्दीमा लिनको लागि भनिदिएको थिएँ। ए हो? ए किस्ता बन्दीमा लिएर किनेका सबैले? वाह वाह प्रगति नै गरेछन् यिनीहरूले त। जाम ठुलबा जाउँ ल। जेठाबा नमस्ते। तिमीहरूले मलाई यहाँ शिलान्यास गर्नलाई बोलायो, कस्तो खुसी लाग्यो भाइलाई। अब जेठाबाले नै भनिदिनु भएको हुनाले साउजीले मलाई यत्रो ठुलो काम दिनुभयो होइन, त्यसैले जेठाबाकै हातबाट त यो काम शिलान्यास गरायो भनेदेखि मलाई लक्षण लाग्छ कि भनेर मैले गर्नु लाग्यो जेठाबा। अनि जेठाबा अनि यो भाइहरूको पनि सबैको बिहा भयो अब त होइन, अनि त्यसपछि गाउँमा दिनभरि बोलाएर तास खेलेर हिँड्नु सट्टा काम गर्न आऊ स्वाहानी पाल्ने पैसा आउँछ भनेर अनि सबैलाई मैले काममा बोलाएको थिएँ। हो नि, ठिक गर्यो तिमीले, राम्रो गर्यो। हेर भाइ
यो राम्रो मनले गरेको राम्रो काम जसले गरे नि राम्रो हुन्छ। ल ल्याऊ म पूजा गर्दैछु। ल ल्याऊ म पूजा गर्दैछु। ल जेठा भाइ ल ल ले 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 ले